नमस्ते। आजको पोडकास्टमा हामी स्किन र हेयर हेल्थको बारेमा डाक्टर दीक्षान्त सिटौला जो चाहिँ रेजिडेन्ट डर्मेटोलोजिस्ट हुनुहुन्छ उहाँसँग डिटेलमा डिस्कस गर्दैछौँ। सो दीक्षान्तजी, वाइ सो मच फस अन स्किन केयर? यति धेरै प्रोडक्ट्सहरू, मिलियन्स अफ मार्केट्स इन स्किन केयर। सबैभन्दा पहिला चाहिँ एज अ क्लिनिसियन म तपाईँलाई बेसिक स्किन केयरको मात्र भन्छु है। एज अ क्लिनिसियन हामीले भन्ने भनेको चाहिँ बेसिक स्किन केयर जसले तपाईँको स्किनलाई क्लिन राखोस्, डिजिज फ्री राखोस् र उमेर बढ्दै जाँदा पनि एउटा राम्रो स्किन मेन्टेन होस्। हामीले फोकस गर्ने चाहिँ बेसिक स्किन केयर हो। तर वाइ सो मच ओभर हाइप भनौँ न, त्यो चाहिँ एउटा मेन कुरा चाहिँ हाम्रो ह्युमन टेन्डेन्सी। हामी सबैलाई राम्रो देखिन मन लाग्छ नि, होइन? तपाईँलाई राम्रो देखिन मन लाग्छ, मलाई यो ह्युमन नेचर हो कि। त्यसै कारणले गर्दाखेरि पनि मान्छेले राम्रो देखिनको लागि अप्सन खोज्ने गर्छ। र अलिकति कुरा गर्ने हो भने हाम्रो एफोर्डेबिलिटी पनि बढेको छ। हामीले अलिकति पैसा खर्च गर्न सक्ने पनि भएको छौँ। यदि खानाकै लागि पैसा खर्च गर्न नपुग्ने भए सायद हामीले स्किन केयरको लागि गर्दैनथ्यौँ होला। बट नाउ वी ह्याभ बिन एबल टु एफोर्ड इट। त्यही भएर पनि एउटा स्किन केयरको लागि मार्केट बढेको छ। र त्योभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटिङ र सोसियल मिडिया। मार्केटिङले त जहिले पनि तपाईँलाई एउटा फियरमा, इन्सेक्युरिटीमा राख्छ नि त। अनि सोसियल मिडियाले मार्केटिङलाई यति बढाइदिएको छ कि अहिले टिनेजरहरू, अहिलेको भर्खरै किशोर अवस्थाका बाबु नानीहरू यति धेरै प्रोडक्ट ट्राई गरिसकेका हुन्छन् होइन, सोसियल मिडियामा हेरेर। त्यति धेरै प्रोडक्टले उनीहरूको स्किन कतिले त हानि गरिरहेका हुन्छन् कि विदाउट एनी प्रोपर कन्सल्टेसन युज गरेर हुन्छन्, जस्ट सोसियल मिडियाबाट होइन, एडभर्टिजमेन्टबाट। सो यो सबै कुराले चाहिँ स्किन केयर प्रडक्टको मार्केटलाई चाहिँ ठुलो बनाएको छ। तर यति धेरै स्किन केयर प्रडक्ट चाहिन्छ त? अफकोर्स नट। तपाईँ इन्डिभिजुअललाई तपाईँलाई पर्सनलाइज्ड रूपमा एडभाइस दिनको लागि चाहिँ एक्चुअली डर्मेटोलोजिस्टसँग कन्सल्ट गरेर कस्तो प्रडक्टहरू युज गर्ने त फर हेल्दी स्किन भन्ने कुरा चाहिँ गर्नु जरुरी छ। सो कुनै न कुनै प्रोडक्ट चाहिँ युज गर्नु नै पर्ने हाम्रो अहिले बाध्यता हो कि वी आर जस्ट युजिङ बिकज वी वान्ट इट भनौँ न टु गो इन ट्रेन्ड। किनभने पहिला त जस्तै प्रोडक्ट्स नै युज नगर्दाखेरि पनि नेचुरल स्क्रिन पनि राम्रो थियो, अथवा जुन सनलाइटले इफेक्ट गरिरहेको हुन्छ स्किनलाई, सन एक्सपोजर नहुँदा पनि भिटामिन डीले स्किनलाई राम्रै गर्छ भन्ने चाहिँ हामीले सुन्दै आएको कुराहरू भयो। तर अहिले आएर चाहिँ हामी त एक्सपोजर नै भरसक नगर्नेतिर जाँदैछौँ, अझै भन्दाखेरि त्यसलाई अझै प्रोटेक्ट गर्नेतिर जाँदैछौँ। सनस्क्रिनहरूको कुराहरू एकदमै व्यापक आइरहेछ। सो मैले त्यही कन्टेक्स्टमा चाहिँ सोध्न खोजेको कि वाइ सो मच। यसमा चाहिँ अब विथ डेभलपमेन्ट अफ रिसर्च भनौँ न, स्किन केयरमा, डर्मेटोलोजीमा रिसर्चहरू पढ्दै जाँदाखेरि सन एक्सपोजर कन्सट्यान्टली भइरह्यो भने चाहिँ हाम्रो जुन नेचुरल एजिङ छ नि, स्किन एजिङ भन्छौँ, एउटा टर्म तपाईँले सुन्नुभएको होला। हाम्रो उमेरले गर्दाखेरि स्किन एज्ड हुनुभन्दा पनि धेरै चाहिँ घामको कन्सट्यान्ट एक्सपोजरले, अल्ट्राभायोलेट रेजको इफेक्टले गर्दाखेरि चाहिँ चाँडै स्किन बुढो हुन्छ भन्ने रिसर्चहरूले देखाएपछि, र त्यो बाहेक लामो समयसम्म घाममा एक्सपोज हुँदै गर्दाखेरि धेरैवटा स्किनको कन्डिसनहरू पनि आउने गर्छ। जस्तै पोतो, मेलाज्मा भन्छ होइन, कालो कालो दागहरू। त्यसै गरी आँखामा अरू थुप्रै कालो कालो दागहरू घामकै कारणले गर्दा आउँछन्। त्यही प्रिभेन्ट गर्नको लागि चाहिँ अहिले सनस्क्रिन गर्नुपर्छ भनेर स्किन केयर एउटा रिकमेन्डेसन बनेको हो। पहिला यो कुरा अब थाहा थिएन, रिसर्चमा थिएन होइन, मान्छेहरू विदाउट प्रडक्ट पनि चल्थे। तर स्किन केयर गरेपछि चाहिँ यो स्किन एजिङ अलिक ढिलो भएर राम्रो स्किन हुने भएको कारणले रिकमेन्ड गरिएको हो, र धेरैले युज गरे, त्यसले काम पनि गर्यो, र अहिले चलि पनि आएको छ। त्यसबाहेक अब मोइस्चराइजरको कुरा गर्ने हो भने चाहिँ ड्राई स्किन छ भने मोइस्ट राख्ने, ताकि स्किन रिलेटेड प्रब्लमहरू नहोस् भनेर। यिनीहरू चाहिँ रिसर्च बेस्ड नै हुन्, यिनीहरू ओभर हाइप मार्केटिङ होइनन्, एभिडेन्स बेस्ड स्किन केयर प्र्याक्टिस। र एज ए क्लिनिसियन हामीले रिकमेन्ड गर्ने चाहिँ एभिडेन्स बेस्ड हो। हामी मार्केटिङ, सोसियल मिडिया इन्फ्लुएन्सबाट टाढै बसेर एउटा व्यक्तिको स्किनलाई त्यो हेल्थ मेन्टेन गर्नको लागि होइन, स्किन एजिङलाई ग्रेजुअल्ली अलिकति स्लो गर्नको लागि चाहिँ
के गर्न सकिन्छ भन्ने प्रोडक्टहरू नै हामीले चाहिँ स्किन केयरको रूपमा रिकमेन्ड गर्ने हो। ओके सो भन्दै गर्दा इट्स नट म्यान्डेटरी तपाईँले गर्नै पर्छ भन्ने होइन। जसरी हामीले ब्रस गर्छौँ नि, सो ब्रस नगरे पनि त ब्रसिङ इज म्यान्डेटरी म्यान्डेटरी अहिले होइन, पहिला त थिएन होला नि त होइन। सो यसरी नै डेभलप हुँदै आएको भएर फ्यु स्किन केयर ह्याबिटहरू चाहिँ हामी रिकमेन्ड गर्छौँ। तर यो मार्केटमा लाखौँ हजारौँ प्रोडक्टहरू सबै युज गर्नुपर्छ, सबै आवश्यक छन् भनेर चाहिँ विदाउट एभिडेन्स हामी भन्दैनौँ। र धेरै कुरा चाहिँ मार्केटिङ र एडभर्टाइजमेन्टले पनि गरेको छ। ओके सो एज अ क्लिनिसियन मैले हजुरसँग कुरा गर्नुभन्दा अगाडि आई वाज डुइङ अ लिटल बिट अफ रिसर्च वेयर आई गट टु नो कि देयर आर 2 टाइप्स अफ डर्मेटोलोजी। एउटा चाहिँ एस्थेटिक्स डर्मेटोलोजी र अर्को चाहिँ मेडिकल डर्मेटोलोजी। वाट इज द सिग्निफिकेन्ट डिफरेन्स दुईटामा चाहिँ? यो 2 टाइप्स अफ डर्मेटोलोजी भन्दा पनि हामी एज अ क्लिनिसियन प्र्याक्टिस गर्ने डर्मेटोलोजीभित्र आउने 2टा डिफ्रेन्ट ब्रान्च पनि नभनौँ तर 2टा प्र्याक्टिस भयो है। सो सेकेन्ड भन्नुभयो एस्थेटिक डर्मेटोलोजी, जुन चाहिँ अहिले रिसेन्ट डेजमा चाहिँ इभल्भिङ छ। र मेडिकल डर्मेटोलोजी, क्लिनिकल डर्मेटोलोजी भनौँ, जसलाई हामीले कोर डर्मेटोलोजी भन्छौँ, त्यो चाहिँ एज अ स्किन डक्टर मान्छेको छालामा चाहिँ अहिलेसम्म अबाउट 3000 डिजिज छ। हेर्नुहोस्, छालाको मात्रै 3000वटा रोगहरू छन्। त्यसमध्ये कमन केही रोगहरू छन्। र मेडिकल डर्मेटोलोजी वा क्लिनिकल डर्मेटोलोजी भनेको चाहिँ छाला सम्बन्धी सम्पूर्ण रोगहरूको डायग्नोसिस गरेर अनि त्यसलाई ट्रिटमेन्ट गर्ने, औषधि दिएर वा कतिपय अवस्थामा सर्जरी पनि गर्नुपर्ने आवश्यक पर्छ। डर्मेटोलोजिस्टहरूले सर्जरी पनि गर्छन्, त्यसलाई डर्मेटो सर्जरी भनिन्छ। यो सबै रोगहरूको म्यानेजमेन्ट चाहिँ क्लिनिकल डर्मेटोलोजीमा पर्छ। धेरै डरलाग्दा रोग पनि हुन्छन्, हेर्नुहोस् है, जसलाई भएको छ उहाँहरू धेरै सफर गर्नुहुन्छ। जस्तै एउटा इम्युनोब्लोस डिसअर्डर्स भन्छन् है, त्यो भनेको चाहिँ हाम्रो छालाहरूबाट पानीको फोकाहरू निस्किन थाल्छ पुरै छालामा। कसैको पुरै शरीर नै ब्लिस्टर हुन्छ। इज इट समथिङ हेरिडिटरी कि यो त्यसमा हेरिडिटरी कम्पोनेन्ट पनि हुन्छ होइन। जिनले पनि धेरै स्किन डिजिजमा जेनेटिक इफेक्ट पनि हुन्छ। त्यो बाहेक इनहेरिटेड धेरै कुराहरूको इफेक्ट पनि हुन्छ। सो इट्स अ मल्टिफ्याक्टोरियल कज। सो त्यस्तो डिजिज पनि हुन्छ। धेरै कुराहरूको भन्दै गर्दाखेरि वाट आर द बेसिक, जस्तै अब एउटा जेनेटिक बाहेक पनि स्किनलाई एफेक्ट गर्ने कुराहरू भनेको मेन चाहिँ ड्रग्स है त। हामीले औषधिहरू खान्छौँ नि, धेरै मेडिकेसनको चाहिँ साइड इफेक्ट हुन्छ। र एज अ साइड इफेक्ट अफ द ड्रग स्किनमा एकदम ड्रेडफुल डिजिज पनि आउँछ क्या, एज अ ड्रग रियाक्सन है। कतिपय ड्रग रियाक्सन त डर्मेटोलोजिकल इमर्जेन्सी भन्छ, तत्काल इमर्जेन्सीमा उपचार गरेर आइसियु एडमिट गरेर राख्नुपर्ने खालको डिजिजहरू पनि हुन्छ। त्यो बाहेक रक्सी र चुरोट है, यसले पनि धेरैवटा स्किन डिजिजमा असर गर्ने गर्छ। अब इक्जाम्पलको रूपमा चाहिँ एउटा सोराइसिस भन्ने डिजिज हुन्छ, जसलाई कत्ले रोग भनेर नेपालीमा भनिन्छ। सो त्यसलाई चाहिँ रक्सी र चुरोट खायो भने बढ्छ है। अर्को तपाईँले रोजेसिया भन्ने सुन्नुभएको है, रोजेसियामा पनि रक्सी खायो भने बढ्ने हुनसक्छ। रोजेसिया चाहिँ स्किन रातो हुने। रोजेसिया भनेको स्किन रातो, स्पेसली फेसमा हुन्छ, रातो हुने, अनि रातो भएर अरू रातो खालको स्किन ऱ्यासहरू आउने, अनि नोडुलहरू पनि आउँछ। र कहिलेकाहीँ चाहिँ डिफर्मिटी पनि हुनसक्छ, नाकहरू अलिकति डिफर्म पनि हुनसक्छ त्यो थिक एन्ड भएर। सो त्यो चाहिँ रोजेसिया भयो। त्यसलाई पनि सो रोजेसिया भन्दै गर्दाखेरि इफ आइ एम स्ट्रेस्ड, त्यो स्ट्रेस हुँदै गर्दाखेरि जुन हाम्रो कलर चेन्ज हुन्छ त्यो रोजेसियाभित्र पर्छ कि पर्दैन? त्यो चाहिँ स्ट्रेस हुँदाखेरि कलर चेन्ज हुने, रातो हुने, फ्लसिङलाई चाहिँ रोजेसिया मान्दैन। त्यसलाई चाहिँ क्लिनिकल्ली एउटा क्राइटेरिया हुन्छ, त्यसको एक्जामिनेसन गरेर फिजिकल फाइन्डिङ हेरेर रोजेसिया पत्ता लगाउने हो। तर रोजेसियालाई चाहिँ खानेकुराहरू जस्तै एकदम स्पाइसी फुडहरूले पनि एग्राभेट गर्न सक्छ होइन। त मैले भनिहालेँ अल्कोहलले पनि र कहिले स्ट्रेसले पनि गर्न चाहिँ सक्छ है। जस्तै यो भयो खानेकुराको इफेक्ट भयो। अर्को चाहिँ सनलाइट पनि धेरै स्किन डिजिजहरूलाई सनलाइटले एग्राभेट गर्छ। स्पेसल्ली एकदम इन्टेन्स सनमा एक्सपोज भयो भने धेरैवटा कन्डिसनहरू एग्राभेट हुने गर्छ। र स्किन डिजिजको कुरा गर्दा चाहिँ मेन चाहिँ एलर्जी भन्ने टर्म तपाईँले सुन्नुभएको होला है। सो एलर्जी भनेको चाहिँ जे कुराले पनि रियाक्सन गराउन सक्छ कि। सो फिक्स हुँदैन, व्यक्तिअनुसार फरक हुन्छ। तपाईँलाई सर्टेन कुराको एलर्जी हुनसक्छ, खानेकुराको एलर्जी हुनसक्छ, कुनै पार्टिकुलर होइन, जस्तै बदामको एलर्जी हुनसक्छ, वा अन्डाको एलर्जी हुनसक्छ, वा मासुको एलर्जी हुनसक्छ।
खानेकुराको एलर्जी भयो, छुने कुनै पनि केमिकलहरूले छोयो भने छालामा रिकरेन्ट एलर्जी हुनसक्छ। सो जसले पनि एलर्जी चाहिँ गराउन सक्छ कि। सो यो यसरी स्किन डिजिजलाई चाहिँ धेरैवटा फ्याक्टरले असर गर्ने गर्छ। यी सबै कुराहरू चाहिँ क्लिनिकल डर्मेटोलोजी अथवा कोर डर्मेटोलोजीले हेर्ने गर्छ। सो इट्स बेसिकली अबाउट म्यानेजमेन्ट अफ अल द स्किन डिजिजेस आइदर थ्रु मेडिसिन अर सर्जरी अर एनी अदर मिडियम। र यसबाहेक तपाईँले भन्नुभएको एस्थेटिक डर्मेटोलोजीको कुरा गर्दा चाहिँ भर्खरै इभल्भ भएको हो। इट्स अ कस्मेटिक पार्ट अफ द डर्मेटोलोजी। किनकि अघि पनि मैले भनिसकेँ, एज ए ह्युमन सबैजनाले चाहिँ दे वान्ट टु लुक गुड, कस्मेटिक इन्हान्समेन्ट भन्छ नि, त्यसलाई चाहिँ एस्थेटिक डर्मेटोलोजीले कभर गर्ने गर्छ। र यो बाहेक कहिलेकाहीँ चाहिँ डिजिज कन्डिसनले गर्दाखेरि पनि मान्छेलाई एस्थेटिक इन्हान्समेन्ट चाहिन सक्छ। जस्तै हाम्रो छाला पोल्यो, बर्न भयो नि त होइन, अब त्यसलाई म्यानेज गर्न पनि केही एस्थेटिक प्रोसिजरहरू चाहिन सक्छ। सो त्यो पनि एस्थेटिकले हेर्छ। सो एस्थेटिक्स भन्दै गर्दाखेरि चाहिँ मेबी आई हेभ आई ब्याग अन्डर माई आई। एक्ज्याक्टली। सो यो चाहिँ एस्थेटिक्स डर्मेटोलोजीले यसलाई चाहिँ एस्थेटिकले चाहिँ अब आई ब्यागले हटाउनु पऱ्यो। जस्तै कपाल झऱ्यो हजुर होइन, कपाल रोप्नु पऱ्यो, त्यो पनि एस्थेटिक डर्मेटोलोजीमा आयो। रिङ्कलिङ भयो एज बढ्दै जाँदाखेरि, त्यो हटाउनु पऱ्यो। सो बेसिकली अल द कस्मेटिक इन्हान्समेन्ट त्यो चाहिँ एस्थेटिकले हेर्छ। त्यो बाहेक कुनै कुनै रोगमा कस्मेटिक इन्हान्समेन्ट चाहियो भने, एस्थेटिक पार्ट गर्नु पऱ्यो भने त्यो पनि एस्थेटिकले हेर्छ। हाउ सेफ इज दिस यो एस्थेटिक्स गर्दै गर्दाखेरि? एस्थेटिक प्रोसिजरहरूको कुरा गर्दाखेरि चाहिँ इफ यु प्र्याक्टिस विथ सर्टिफाइड डक्टर, डर्मेटोलोजिस्ट जसले चाहिँ सफिसियन्ट ट्रेनिङ गएको छ, सर्टिफिकेट लिएको छ र एभिडेन्स बेस्ड प्र्याक्टिस गरेको छ भने इट्स टोटल्ली सेफ। ओके, नो साइड इफेक्ट्स? साइड इफेक्ट त सबै कुराको हुन्छ, मेडिसिनको पनि साइड इफेक्ट हुन्छ नि त होइन। साइड इफेक्ट हुनसक्छ, बट इट्स सेफको माने चाहिँ तपाईँलाई एकदमै ठुलो कम्प्लिकेसन आयो भने पनि म्यानेज गर्ने चाहिँ डर्मेटोलोजिस्टले सक्छ। ओके, जस्तै इक्जाम्पल दिउँ होइन, धेरैजना चाहिँ नन डर्मेटोलोजिस्ट प्र्याक्टिसनरहरूसँग एस्थेटिक प्रोसिजर गराउनुहुन्छ, धेरैजनाको कम्प्लिकेसन पनि आउँछ। तर कम्प्लिकेसन आएपछि उहाँहरू कहाँ जाने त? उहाँलाई म्यानेज गर्ने त लास्टमा फेरि डर्मेटोलोजिस्टले हो नि त। सो विथ डर्मेटोलोजिस्ट इज सेफ। सो हामी देख्छौँ नि कसैले लिप गरेको एस्थेटिक्स, कसैले नोज गरेको, तर इट वेन्ट रङ अनि त्यस पछाडि लिपको साइज ठुलो भयो, के भयो? सो क्यान इट बी रिभर्स्ड? यो पोसिबल छ कि अब यो बिग्रियो? अब त्यो चाहिँ तपाईँको जस्तै फिलर लगायो होइन, फिलर भनेको जस्तै लिपको कुरा गर्नुभयो, लिपलाई ठुलो बनाउनु भनौँ न, फिलर लगाएर त्यसको बिग्रियो भने फिलरको चाहिँ इफेक्ट धेरै रहँदैन, केही मन्थ है, इट क्यान बी रिभर्स्ड। तर कसैले प्लास्टिक सर्जरी गर्यो, प्लास्टिक सर्जरी भने चाहिँ डर्मेटोलोजिस्टले गर्दैन है। प्लास्टिक सर्जरीलाई चाहिँ प्लास्टिक सर्जनले गर्छ। अब प्लास्टिक सर्जरी गरेर फेस नै बिग्रियो भने चाहिँ त्यसलाई फेरि ब्याक टु द नर्मल पोजिसनमा ल्याउन चाहिँ सकिन्छ सकिन्न, त्यो चाहिँ आई डोन्ट नो है, त्यो चाहिँ प्लास्टिक सर्जनले नै भन्नु होला, सायद गाह्रै छ। ओके, सो यु मेन्सन फिलर होइन, सो आई वान्ट टु नो दिस, यो फिलर्स र बोटक्स जुन टर्म्स छ यसमा मलाई ठ्याक्क बुझ्ने गरी सजिलो गरेर भनिदिनुहोस् त, वाट इज द बेसिक डिफरेन्स इन फिलर्स बोटक्स? फिलर्स र बोटक्स भनेको चाहिँ एस्थेटिक डर्मेटोलोजीकै एउटा प्रोसिजरल पार्ट भयो होइन। जस्तै स्किनमा चाहिँ रिङ्कलिङ भने चाउरी पर्छ नि त, एउटा चाहिँ एज हुँदै जाँदा चाउरी पर्छ, उमेर बित्दै जाँदा। रिङ्कल पनि थुप्रै टाइपको हुन्छ, म तपाईँलाई बेसिक दुईवटाको बारेमा चाहिँ भन्छु। एउटालाई डाइनामिक रिङ्कल भन्छ कि। डाइनामिक रिङ्कल भनेको चाहिँ हाम्रो मुभमेन्टले गर्दाखेरि, हामीले फेस मुभ गर्दा धेरैवटा मसलको मुभमेन्ट हुन्छ, त्यो मसलको मुभमेन्टले गर्दा छाला मुभमेन्ट हुन्छ। सो डाइनामिक लङ टर्म मुभमेन्ट गऱ्यो भने हाम्रो छालामा रिङ्कल बस्छ कि। जस्तै मैले यो निधारलाई फ्राउनिङ गरेँ भने केही महिनासम्म यतिकै गर्ने पऱ्यो भने पछि यसमा रिङ्कलै बस्छ कि होइन। सो डाइनामिक रिङ्कल भयो। आई वाज रिडिङ समवेयर कि च्युइङगम चबाउँदा पनि रिङ्कल बस्छ। एक्ज्याक्टली, तपाईँले च्युइङगम पनि अब एक दुईचोटि चपाएर त होइन, बट रेगुलरली चपाइ गऱ्यो भने बेस्ट अन द मुभमेन्ट कहीँ न कहीँ चाहिँ रिङ्कल बस्न सक्छ, त्यसलाई चाहिँ डाइनामिक रिङ्कल भन्छ कि। अनि अर्को चाहिँ स्ट्याटिक रिङ्कल हुन्छ, जस्तै हाम्रो नाकको तलपट्टि छ नि, युजली बस्दै जान्छ नि, स्ट्याटिक रिङ्कल हुन्छ, अलिकति स्किन डिप्रेस्ड हुन्छ, जस्ट बेसिक है त। अब बोटक्स भनेको चाहिँ स्पेसली मसल मुभमेन्टले गर्दाखेरि रिङ्कल भएको छ भने मसलमा इन्जेक्सन हालेर मसललाई चाहिँ रिल्याक्स गरिदिन्छ क्या बोटक्सले। ओके, अनि त्यो रिल्याक्स गरिसकेपछि त्यसले तानेर जुन रिङ्कल बना हुन्छ नि छालामा, हो त्यो रिङ्कल चाहिँ जान्छ नि त।
पर्मानेन्टली जान्छ कि जाँदैन 2-3 महिना मात्र ओके सो गरिरहनु पर्छ 3 months अनि त्यो त रेगुलरली गरिरहनुपर्छ त्यसलाई चाहिँ बोटक्स भन्छ फिलर भनेको चाहिँ जस्तै थिन्ड स्किन भएर कतै रिङ्कल बसेको छ भने पातलो भएको छ भने त्यसमा चाहिँ फिलर फिल गरेर ठुलो बनाउने कि जस्तै लिप्समा पनि विथ एजिङ होइन हाम्रो छाला पातलो हुँदै जान्छ नि त सो त्यो चाउरिएको लिप्सलाई पनि फिलर हालेर चाहिँ जुसी देखाउनको लागि होइन भनौँ न ठुलो देखाउनको लागि विल फिलरहरू युज गर्छौँ वाट इज अ फेयर फेस एज अ डक्टर म तपाईँलाई वाट इज हेल्दी स्किन चाहिँ भन्न सक्छु होइन वाट इज फेयर फेस भन्ने चाहिँ त्यो सायद म भन्न सक्दिनँ होला कि सो फेयर फेस भनेको मेबी इट्स अ सोसियल टर्म होइन जुन हाम्रो दिमागमा इम्प्लान्ट गरिएको छ नेपालीमा एक्ज्याक्टली अनुवाद गर्दा के भने गोरो छाला बिकज फेयर एन्ड लभली त्यो नै हो योर हेल्दी स्किन मिन्स स्किन विदाउट सर्टन काइन्ड अफ डिजिजेस होइन क्लिन स्किन क्लियर स्किन अब फेयर फेस भनेको जुन हामीले कस्तो इमेजिन गर्छौँ त फेयर फेस भनेको वाट इज फेयर फेस साइनी स्किन वा गोरो स्किन है यो चाहिँ सोसियल टर्म हो जुन चाहिँ आइडल फेस देख्छौँ हामी जुन चाहिँ अहिले प्राय यो फिल्टर्स युज गरेर चाहिँ आफ्नो फेस चाहिँ देखाउने जुन ट्रेन्ड छ सोसियल मिडियामा र त्यसलाई चाहिँ एउटा फेयर फेसको एउटा चाहिँ भनौँ न त्यसलाई चाहिँ एउटा क्राइटेरियामा राख्ने हो भने सो द्याट इज अ फेयर फेस सो क्यान वी अचिभ द्याट कि त्यो चाहिँ एउटा बिल्कुल मलाई सोसियल टर्म नै लाग्छ कि किनकि मैले कतै पढेको थिएँ एकजना राजकुमारी जो चाहिँ मस्ट्याच थियो क्या जुङ्गा थियो सो सी वाज कन्सिडर्ड द मोस्ट ब्युटिफुल वुमन बाई हर सोसाइटी कतै पढेको थिएँ मैले एक्ज्याक्टली मैले नाम चाहिँ बिर्सेँ होइन त्यो बेलामा चाहिँ ब्युटी स्ट्यान्डर्ड चाहिँ त्यो थियो कि उसको सोसाइटीमा सो यो चाहिँ सोसियल कुरा हो के हो त फेयर फेस भनेर होइन अब हाम्रो कन्डिसनमा कुरा गर्ने हो भने चाहिँ हिस्ट्रीदेखि नै वी आर कन्सिडरिङ अब गोरो व्हाइट स्किन होइन एज अ फेयर फेस अब कहिलेको चाहिँ फेसियल जोमेट्री पनि म्याटर गर्छ जस्तै कसैको चाहिँ एकदम आइडियल जोमेट्री हुन्छ मिलेको होइन सिमेट्रिकल्ली एकदम वेल अलाइन्ड चिनहरू मिलेको सबै कुरा त्यसको एक्ज्याक्टली एस्थेटिक त मैले पनि पढेको छैन हामी स्टिल इन ट्रेनिङ होइन वाट इज द पर्फेक्ट फेस जोमेट्री एस्थेटिकल्ली तर फेयर फेसमा चाहिँ धेरै कुराहरू चाहिँ हामीले सुन्दै पनि आएको र हाम्रो सम्भव हाम्रो दिमागमा भरिएको कि जस्तै अब फेयर एन्ड लभलीकै कुरा गर्नुभयो नि फेयर एन्ड लभली भनेको एउटा प्रडक्ट हो क्लेम कि उहाँहरूको प्रडक्ट लगाएर चाहिँ मान्छे गोरो बन्छ होइन इन द हिस्ट्री धेरैवटा उहाँहरूलाई एक्सन पनि भएको छ पछि त उहाँहरूको नाम नै चेन्ज भयो फेयर एन्ड लभलीको नाम चेन्ज गरेर ग्लो एन्ड लभली भएको छ सायद अचेल है त्यो ब्ल्याक लाइफ्स म्याटर भन्ने मुभमेन्ट पछि इन्डियन गभर्मेन्टले त्यसो गराएको जस्तो लाग्छ मलाई तर उहाँहरूको प्रडक्ट लगाएर पुरै गोरो हुन्छ त मान्छे हुँदैन नि हामीले हाम्रो नेचुरल स्किन टोन त कहिले पनि चेन्ज गर्न सक्दैनौँ नि त उहाँहरूको एडभर्टिजमेन्टमा चाहिँ जहिले पनि देखाउने बेलामा एउटा फिमेललाई पोर्ट्रे गराइन्छ फिमेल चाहिँ डार्क हुन्छ कि होइन कालो हुन्छ अनि त्यसपछि जब पनि हुँदैन के पनि हुँदैन अनि के अरे फेयर एन्ड लभली लगाएको 1-2 हप्तामा चाहिँ एकदम गोरो हुन्छ होइन जब पनि पाउँछ अनि बोयफ्रेन्ड पनि पाउँछ सबैजना खुसी हुन्छ कि सो त्यो एउटा लेभलको एडभर्टिजमेन्ट पोर्ट्रे गरिएको छ द्याट्स नट ट्रुथ अब हामीहरू हुर्केको त त्यही एड हेरेर हो नि त होइन अनि हामीहरू फिल्म हेर्दै हुर्केको हो अब फिल्ममा एज अ हिरो एज अ हिरोइन कस्तो मान्छेलाई चाहिँ देखाइन्छ त होइन कसैको बायोपिकै बनाइयो भने पनि उहाँलाई बायोपिकमा पनि अफकोर्स एकदम फेयर स्किन भएको अथवा एस्थेटिकल्ली एकदम राम्रो देखिने हिरोइनलाई देखाइन्छ नि त अनि सोसियल मिडिया भयो अहिलेको अवस्थामा चाहिँ सोसियल मिडियाले चाहिँ रिसर्च पनि भएको थियो होइन इन्स्टाग्रामको एउटा रिसर्चमा चाहिँ के भनेको थियो भने 1 out of 3 मध्ये 1 किशोरीहरूलाई चाहिँ इन्स्टाग्राम हेरेपछि आफ्नो बडी आफ्नो फेस नराम्रो लाग्न थाल्छ अरे कि तपाईँलाई पनि थाहा होला बडी डिस्मोर्फिक डिसअर्डर भन्छ धेरैलाई हुन्छ होइन सो एउटा आफ्नै बडीप्रतिको सेम के होइन बडी डिस्मोर्फिक डिसअर्डर त्यो चाहिँ फरक भयो त्यो चाहिँ एकदम क्लिनिकल टर्मै भयो त्यो यसलाई सिम्पल ल्याङ्ग्वेजमा भन्दा चाहिँ आफ्नो बडीप्रति आफैलाई चित्त नबुझ्ने टेन्डेन्सी आफ्नो बडी काहीँ मिलेको छैन जस्तो लाग्ने त्यसैले गर्दाखेरि आफू धेरै मेन्टली एफेक्टेड भएर अनि त्यो बडीलाई सुधार्नको लागि मेजर पनि लिने कि जस्तै कसैले चाहिँ म एकदम मोटो भयो भन्ने मेन्टल्ली नै गरेर अनि खानेकुरा नि कम खाने डाइटिङ एकदम धेरै गर्ने खायो भने पनि पर्जिङ गर्ने भोमिटै गर्ने त्यस्तो रोगहरू पनि छ नि त साइकेट्रीमा होइन म त डर्मेटोलोजिस्ट भएँ तै पनि वी हेभ रिड अबाउट द्याट सो त्यो चाहिँ एकदम क्लिनिकल स्पेक्ट्रमकै डिजिज भयो एकदम धेरै है सबैजनालाई त त्यस्तो हुँदैन तर धेरैलाई चाहिँ भनिहालेँ
1 out of 3 फिमेललाई चाहिँ गिल्टफुल हुन्छ अरे क्या, आफ्नो बडी नराम्रो भए जस्तो लाग्छ अरे। र त्यसले गर्दाखेरि सर्टेन मेन्टल सफरिङ त भइहाल्छ है यी कुराहरू। सो एडभर्टिजमेन्ट, सोसियल मिडिया सबैले चाहिँ बडी स्ट्यान्डर्ड, ब्युटी स्ट्यान्डर्डलाई बढाइदिएको छ कि। अब कोही मान्छे एभ्री डे सर्टेन आवर्स जिम गर्छ, उसको कामै त्यही हो, अनि ऊ आएर चाहिँ अगाडि बसेर इन्स्टाग्राममा गरेपछि हामीले उसलाई फलो गर्छौँ र हामीले हेर्छौँ र पर्फेक्ट बडी रहेछ भने त पर्फेक्ट बडी भने त्यस्तो रहेछ है भन्ने हामी सोध्छौँ नि त। सो नट एभ्रीबडी क्यान डु द्याट। हामी काम भएको मान्छे, जब भएको मान्छे होइन, दिनभरि जिममा त बस्न सक्दैनौँ। त्यो लेभल अफ त्यो बडी त हामीले बनाउन सक्दैनौँ नि त। सो सोसियल मिडियाले गर्दा चाहिँ आइडियल भनेको त्यो हो भन्ने चाहिँ हाम्रो दिमागमा पर्छ कि, स्पेसल्ली बच्चादेखि चलायौँ भने। सो यस्तै कुरा फेयर स्किनलाई लिएर पनि भयो होला कि। Okay, I was watching you somewhere कि यो वाइट स्किन चाहिँ किन इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ यो कहाँबाट आयो, अनि यसलाई चाहिँ यो वाइट चाहिँ गुड भन्ने कुरा, भन्ने आइडिया चाहिँ कसरी इम्पोज गराइयो भन्ने, यु ह्याड अ भेरी गुड आइडिया अन द्याट। अलिकति त्यो चाहिँ मैले कन्टेन्ट बनाउँछु होइन, मैले चाहिँ एउटा भिडियो बनाउँदाखेरि रिसर्च गरेको थिएँ। सो दिस होल आइडिया हाम्रो रिजनतिर चाहिँ इस्ट इन्डिया कम्पनीले जब इन्डियालाई अकुपाई गर्यो नि त, सो त्यो बेलादेखि नै उनीहरूले सर्टेन प्र्याक्टिसहरू गरेको थियो अरे क्या। जस्तै वाइट स्किन भएको इन्डियनहरूलाई चाहिँ एकदम राम्रो जब दिने, क्लरिकल जबहरू दिने होइन, अनि डार्क स्किन भएको इन्डियनहरूलाई चाहिँ लोवर लेभलको जबहरू दिने, वाइट स्किन भएको इन्डियनहरूलाई धेरै प्रिभिलेजहरू दिने गर्थ्यो अरे कि। त्यो बेलादेखि नै एउटा कन्डिसन हुन्छ नि मान्छेमा चाहिँ, वाइट स्किन भनेको चाहिँ ग्रेटनेस अथवा हायर क्लासको रिप्रेजेन्टेसन हो र डार्क स्किन भनेको लोवर क्लासको रिप्रेजेन्टेसन हो भन्ने एउटा मेन्टालिटी चाहिँ उनीहरूले सेट गराउन खोज्यो भनेर मैले पढेको थिएँ कि। त्यही मैले एउटा कन्टेन्ट पनि बनाएको थिएँ। त्यसैपछि पनि अब फेरि अलरेडी इन्सेक्योर्ड बनायो नि त, एउटा पपुलेसनलाई अलरेडी इन्सेक्योर्ड बनाइसकेर त्यसपछि यो फेयर एन्ड लभली एन्ड अल आयो, अनि बलिउड त छँदैछ, फिल्म सेक्टर त छँदैछ, र अहिले सोसियल मिडिया छँदैछ। त्यो एउटा ट्रेन्ड चाहिँ अहिले पनि कन्टिन्यू भइरहेछ कि। त्यो बेलादेखि त्यो चाहिँ मैले त्यो कन्टेन्ट बनाउनलाई रिसर्च गरेको थिएँ र त्यहाँ चाहिँ त्यो। ओके, सो त्यो फेयर स्किन भन्ने कुरा चाहिँ एक्जिस्ट गर्दैन, बट यु ह्याभ यु सपोर्ट अनहेल्दी स्किन होइन। अब फेयर स्किन भनेको गोरो छाला होइन, छालाको कलर त हुन्छ हेर्नुहोस् होइन। अब हामीले डर्माटोलोजीमा पढ्दाखेरि पनि 6 टाइप अफ स्किन भनेर भन्छौँ है, फिज प्याट्रिक स्किन भन्छौँ, जसमा चाहिँ एउटा स्किनको कलर त्यही अनुसार चेन्ज पनि हुन्छ कि। गोरो छाला, कालो छाला होइन, ब्राउन, सबै डार्क सबै हुन्छ। तर यो जुन फेयर स्किन, फेयरनेस अब्सेसन भन्छु कि म, फेयरनेस अब्सेसन भनेको चाहिँ है गोरो छाला चाहिँ आइडियल हो, इट्स द बेस्ट वान। जसको कालो छाला छ उसले नै गोरो नै बन्न ट्राई गर्नुपर्छ भन्ने यो चाहिँ बिल्कुल सोसियल कुरा भयो नि त। वी क्यानट चेन्ज आवर स्किन टोन, जे गरे पनि सक्दै सकिन्न, जुन प्रडक्ट लगाए पनि सक्दै सकिन्न कि त्यो चाहिँ। सो मैले भन्न खोजेको चाहिँ अब हाम्रो मेरो फर इक्जाम्पल मेरो पनि ब्राउन स्किनै छ है, अब ट्राई गर्ने त हेल्दी स्किन हो नि त। हेल्दी स्किन भनेको क्लिन होस्, मैले डेली काम गर्दाखेरि धुवा धुलो होस्, त्यो सफा होस्, अनि त्यो धुवा धुलो जम्मा भएर स्किनमा सर्टेन प्रब्लमहरू नआओस् होइन, स्किनमा ऱ्यासहरू नआओस्, एउटा वेल ब्यालेन्स होस् स्किनमा। त्यही हेल्दी स्किनको बारेमा चाहिँ मैले भन्न सक्छु। सो यो इन्टायरली सोसियल फेयर स्किन भन्ने चाहिँ, सो इट्स अ म्याटर अफ डिबेट होला सायद अब है। सो हाउ टु गेट हेल्दी स्किन एज अ डर्मेट, वाट डु यु रिकमेन्ड हेल्दी स्किनको लागि चाहिँ के गर्ने त हामीले? जुन हिसाबको हाम्रो लाइफस्टाइल छ होइन, धेरैवटा फ्याक्टरहरू हुन्छ, तर बेसिक स्किन केयरको कुरा गरौँ। सो अहिले काठमाडौँमा ट्राभल गर्दाखेरि बिहानदेखि बेलुकासम्म स्किनमा कति धुलो जम्मा भइसक्छ होइन। तपाईँ एक दिनभरि हिँड्नु, बेलुका गएर टिस्यु पेपरले वाइप गरेर हिँड्नु आफ्नो स्किन टन्नै धुलो हुन्छ कि होइन। अब त्यसमाथि पनि हाम्रो स्किन डिफ्रेन्ट हुन्छ, कसैको ओइली हुन्छ, एकदम धेरै ओइल प्रड्युस भएर हुन्छ, कसैको ड्राई हुन्छ, फ्लेक भएर हुन्छ होइन। धुलो भयो अनि त्यो ओइली स्किनको ओइलमा गएर त्यो तास्यो भने त हाम्रो स्किनमा पोर्सहरू हुन्छ, स्वेट ग्ल्यान्ड हुन्छ हाम्रो स्किनमा, पसिना आउने पोर्सहरू हुन्छ होइन, तिनीहरू बन्द हुन्छ। त्यो बन्द भइसकेपछि चाहिँ त्यो भित्र पसिना आउन पाउँदैन, त्यहाँभित्र जम्मा हुन्छ, त्यसमा इन्फेक्सन डेभलप हुन्छ होइन। एक्ने भनेको त्यही हो क्या, पिम्पल भनेको हुन त त्यसमा हर्मोनल फ्याक्टरहरू पनि हुन्छ, तर यो पनि एउटा स्किनमा बाहिर धुलो धुवा पनि एउटा फ्याक्टर हो क्या। सो एउटा चाहिँ क्लिन्जिङ भन्छौँ है, बेसिक स्किन केयरको कुरा गर्दाखेरि क्लिन्जिङ चाहिँ डेली नै गर्नुपर्छ, डेली क्लिन्जिङ।
जेन्टल क्लिन्जरले अथवा तपाईँको स्किन ओइली छ भने अलिकति त्यही अनुरूपको फेस वासले स्किन क्लिन्ज गर्यो। एन्ड देन कुरा आउँछ मोइस्चराइजरको। हाम्रो स्किनको वेल चाहिँ डिफ्रेन्ट तरिकाले प्रड्युस हुन्छ। कसैको हुँदै हुँदैन, ड्राई हुन्छ, कसैको एकदम धेरै हुन्छ। सो स्किनको टाइप अनुसारको मोइस्चराइजर पाइन्छ कि। सो यो स्किनको आफ्नो स्किनको टाइप चाहिँ कसरी पत्ता लगाउने? अब आफैले पनि हेर्न सकिन्छ। जस्तै ओइली स्किन र ड्राई स्किन हो अथवा नर्मल स्किन हो भनेर थाहा भइहाल्छ नि। एकदम धेरै वेल आउँछ, टल्किने खालको होइन, चिप्लो भइरहेको छ, टल्किन्छ, साइनी स्किन छ, कपालमा पनि धेरै तेलहरू वेल प्रड्युस हुन्छ, चाया पर्छ, यो त ओइली स्किन भयो। यो फेरि स्विच पनि हुन्छ, किनभने मेरो पहिला मलाई थाहा छ, मेरो पहिला एकदमै ओइली लाग्थ्यो मलाई, एकदम चिप्लोवाला। अनि फेरि पछि त्यो अलिक पछि के भयो भने त्यो जुन अमाउन्ट अफ ओइल आउँथ्यो त्यो एकदमै आउन छोड्यो। सो हुनसक्छ होइन। अब हाम्रो बडी त चेन्ज भइरहेको छ नि त, बडी डाइनामिक्स, हाम्रो सिस्टम सधैँ एउटै त हुँदैन, बेस्ड अन आवर लाइफ स्टाइल। अर्को इम्पोर्टेन्ट कुरा डाइटको कुरा भयो होइन। स्ट्रेसले पनि धेरै इफेक्ट पार्छ। वाट्स इनसाइड द माइन्ड है, के गइरहेछ, स्ट्रेसले त धेरै रोगहरूलाई असर गर्छ, स्किनलाई पनि असर गर्छ। ओके, सो स्विच हुनसक्छ। सो क्लिन्जिङ, मोइस्चराइजर, क्लिन्जिङ भयो, मोइस्चराइजर भयो, र अर्को भनेको चाहिँ इम्पोर्टेन्ट सनस्क्रिन है। किनभने अघि पनि मैले भने हाम्रो स्किन एजिङ चाहिँ सनबाट आउने अल्ट्राभायोलेट रेजहरू, विशेष गरेर अल्ट्राभायोलेट ए र बी भन्छ, तिन चाहिँ हाम्रो स्किनको भित्रसम्म जान्छ र सर्टेन लेभल अफ इन्फ्लामेसन, सर्टेन लेभल अफ स्लो स्किन डिग्रेडेसन अथवा एजिङ नै सुरु गर्छ कि। त्यही कारणले गर्दाखेरि चाँडै रिङ्कलहरू पर्ने अथवा स्पट्सहरू आउने, कालो कालो धब्बा जसलाई हामीले सेबोरोइड केराटोसिस भन्छौँ होइन, देखिन्छ। स्पेसली बुढो मान्छेहरूमा कालो कालो फेसेसहरू हुन्छ होइन। सो यो चाहिँ सनले गर्दा हुन्छ। त्यही भएर सनलाइट चाहिँ, सनस्क्रिन चाहिँ हामीले लगाउनुपर्छ भन्छौँ कि। यो चाहिँ मस्ट, किनभने मैले अहिले यो तपाईँसँग कुरा गर्नुभन्दा अगाडि यो बारेमा रिसर्च गर्दाखेरि चाहिँ आई स अ लट अफ ओपिनियन्स अन द डिफ्रेन्ट डर्मेटोलोजिस्ट होइन, एन्ड एभ्री वान इज रिकमेन्डिङ सनस्क्रिन लगाउनै पर्छ। सो हेज इट बिकम सो इम्पोर्टेन्ट दिस डेज? लगाउनै पर्ने हो एज अ डर्मेटोलोजिस्ट चाहिँ भन्छु म, किनकि लगाउनुहोस्। तपाईँले सनस्क्रिन लगाउनु भयो, सनस्क्रिन लगाएको मान्छे र नलगाएको मान्छे 10-15 वर्षमा हेर्ने हो भने स्किनमा डिफ्रेन्स देखिन्छ क्या। ओके है, घामले चाहिँ स्लोली भए पनि हामी एक्सपोज भइरहेको हुन्छौँ र त्यसले चाहिँ स्किनमा स्लोली भए पनि त्यो इफेक्ट चाहिँ गरिरहेको हुन्छ। सनस्क्रिनले चाहिँ त्यसलाई प्रिभेन्ट गर्ने काम गर्छ कि। र अझ हाम्रो ठाउँमा स्पेसल्ली अब हाई अल्टिट्युडमा ट्रेकर्सहरू हुन्छ नि, त्यहाँ त झन् इन्टेन्स हुन्छ सनलाइट, त्यसले त झन् डाइरेक्ट सनले इफेक्ट गर्छ। जस्तै ट्रेकिङ जानुभयो भने सन बर्न भन्ने सुन्नुभयो होला होइन, सन बर्न हुन्छ नि त, त्यसले त इमिडिएट इफेक्ट देखाउँछ होइन। सन ट्यान भन्ने पनि सुन्नुभयो होला, बेस्ड अन द स्किन टाइप सन बर्न, सन ट्यान हुन्छ होइन। त्यो सबै सनको इफेक्ट भयो, इमिडिएट इफेक्ट भयो। यदि सनले इमिडिएट इफेक्ट त्यसरी देखाउँछ भने तपाईँलाई त्यो त प्रब्लमै देखियो नि त। स्लोली सनले स्किनमा पनि ड्यामेज गरेर आउँछ कि। त्यही भएर चाहिँ सनस्क्रिन चाहिँ हामी रिकमेन्ड गर्छौँ, लगाउनु पनि पर्छ है। र अन्य थुप्रै स्किन कन्डिसनहरू हुन्छ जुन चाहिँ सनलाइटले बढाइदिन्छ कि। त्यस्तो केसमा त झन् म्यान्डेटरी नै भयो, एज अ मेडिसिन नै भयो सनस्क्रिन। तर डिजिज नभएको मान्छेहरूलाई पनि एज अ प्रिभेन्टिभ वे, एज अ स्किन केयर सनस्क्रिन लगाउनु नै भन्छु। सो वाट इज द करेक्ट अर्डर यो सनस्क्रिन लगाउँदै गर्दाखेरि? एज यु सेड मोइस्चराइजर एन्ड सनस्क्रिन, अनि सेरम पनि भनेको सुनिन्छ। सो आर देयर एनी अर्डर्स कि देयर इज पार्टिकुलर अर्डर अफ डुइङ द्याट? सो पहिला चाहिँ क्लिन्जिङ गऱ्यौँ हामीले होइन, हाम्रो फेसलाई सफा गर्नु पऱ्यो, धोयौँ। ओके, आइदर जेन्टल क्लिन्जर युज गऱ्यौँ, फेस वास युज गऱ्यौँ, अर सिम्पली द प्लेन वाटर होइन। वाटरले चाहिँ सबै डस्टहरू क्लियर नहुनु पनि सक्छ, त्यही भएर सर्टेन क्लिन्जर अथवा फेस वास युज गरेर क्लिन्ज गरेर हामीले ड्राई बनाइसकेपछि फेसलाई, त्यसपछि चाहिँ सेरम लगाउँछौँ कि हामी। लगायौँ भने सेरम भनेको चाहिँ इट्स अप्सनल भयो। सो क्लिन्जर, मोइस्चराइजर र सनस्क्रिन चाहिँ बेसिकमा म रिकमेन्ड गर्छु। सो फर्स्ट वास एन्ड देन मोइस्चराइज एन्ड देन अल्सो टप सनस्क्रिन बिहान चाहिँ। ओके, राति त परेन सनस्क्रिन होइन, बिहान चाहिँ त्यो भयो, राति चाहिँ क्लिन्जिङ गरेर मोइस्चराइजर लगायो। यदि तपाईँ सेरम लगाइरहनु भएको छ भने चाहिँ क्लिन्जिङ गरिसकेपछि देन एप्लाई द सेरम। सेरम भनेको चाहिँ एडन हो, सप्लिमेन्ट हो, जस्तै भाइटामिन सी सेरम भन्छ। भाइटामिन सीले चाहिँ स्किनमा एन्टी इन्फ्लामेटरी
रोल प्ले गर्छ इन्फ्लामेसनहरूलाई अक्सिडेटिभ स्ट्रेसहरूलाई यसले रोकेर स्किनलाई राम्रो बनाउँछ। So if I'm not regularly exposed in the sun, यदि मेरो कामको प्रकृति नै त्यस्तो छ कि I have to be in the office, I have to be in AC the whole day, sunscreen still चाहिन्छ कि के छ त्यसमा? यसमा चाहिँ रुमभित्र बस्ने भए पनि सनस्क्रिन चाहिँ रिकमेन्ड गर्नुपर्छ, किनकि घामको किरण त रिफ्लेक्ट भएर पनि झ्यालबाट त छिर्छ सिसाको झ्यालभित्र बस्छौँ भने। सो हामीहरू अझ बिल्डिङको माथितिर बस्छौँ होइन भने त त्यो ग्लासहरूबाट सनरेहरू त आइरहेको हुन्छ। सो एटलिस्ट SPF 30 को भए पनि सनस्क्रिनलाई मेजर गर्ने चाहिँ क्वान्टिटी एउटा युनिट हुन्छ कि सन प्रोटेक्सन फ्याक्टर SPF भन्छौँ। SPF 50 SPF 30 भन्छौँ नि। एकदम इन्टेन्स सनमा तपाईँ डेली मुभ गर्नुहुन्छ बाहिर हिँड्नुहुन्छ भने SPF 30, रुमभित्र बस्नुहुन्छ भने एटलिस्ट SPF बाहिर जानुहुन्छ भने SPF 50, रुमभित्र बस्नुहुन्छ भने एटलिस्ट SPF 30 भयो नि लगाउनुपर्छ। Can we switch 30 50? Yeah. Okay. Based on that you can switch. है तर युजुअली नेपालको घाममा काठमाडौँको घाममा चाहिँ हामीले धेरैजनालाई चाहिँ प्राय SPF 50 नै रिकमेन्ड गरेर हुन्छौँ, किनकि नेपालको घाम इन्टेन्सै छ है। What is a good sunscreen? एउटा राम्रो sunscreen, if I'm not aware of what a good quality is, मैले के हेर्ने त राम्रो एउटा सनस्क्रिन लिँदै गर्दाखेरि? यसमा चाहिँ अब हुन त सनस्क्रिनमा डिफ्रेन्ट केमिकल्सहरू हुन्छ होइन, र डिफ्रेन्ट फर्म अफ सनस्क्रिन पनि हुन्छ कि। जस्तै फिजिकल सनस्क्रिन भन्छौँ। फिजिकल सनस्क्रिन भनेको चाहिँ केमिकलहरू लगाए तपाईँको फेसमा, त्यो केमिकलहरूले सनलाइटलाई रिफ्लेक्ट गरिदिन्छ कि पर्नै दिँदैन, त्यसलाई फिजिकल भन्छ। तर फिजिकल सनस्क्रिनहरू धेरैमा चाहिँ यो व्हाइट कास्ट बस्छ क्या कलर है, दे आर भेरी गुड बट एस्थेटिकल्ली कस्मेटिकल्ली चाहिँ सेतो बस्छ। अनि त्यसपछि आउँछ केमिकल सनस्क्रिन। केमिकल सनस्क्रिन भनेको चाहिँ केमिकलले सनलाइटलाई एब्जर्ब गर्छ र हिटमा कन्भर्ट गर्छ, कास्टहरू धेरै बस्दैन है। सो केमिकल सनस्क्रिन त्यहाँ लेखेकै हुन्छ कि के हुन्छ? केमिकल सनस्क्रिन लेखेकै हुन्छ होइन, कतिपयमा नलेखे पनि अब सो डर्मेटोलोजिस्टले नै भनिरहेको हुन्छ। सो बेस्ट सनस्क्रिन भनेको चाहिँ इट डिपेन्ड्स अन यर स्किन टाइप, र सनस्क्रिनको फर्म पनि हुन्छ। जस्तै कुनै सनस्क्रिन क्रिममा हुन्छ, लोसनमा हुन्छ होइन, सनस्क्रिन लोसनमा हुन्छ, कुनै सनस्क्रिन जेलमा हुन्छ। सो अहिले त अचेल त स्प्रेमा पनि धेरैवटा आइरहेको हुन्छ होइन। सो आइडल सनस्क्रिन के हो भनेर चाहिँ देयर इज नट अ प्रोपर कन्सेन्सस। अब हामीले हाम्रो पेसेन्टलाई रिकमेन्ड गर्दाखेरि चाहिँ बेस्ड अन आवर एक्सपिरियन्स, जस्तै सर्टेन कन्डिसन लिएर आएको पेसेन्टलाई चाहिँ हामीले सर्टेन सनस्क्रिन दियौँ, हामीले उहाँहरूको फिडब्याक पनि सुन्छौँ कि तपाईँलाई त्यो सनस्क्रिनले राम्रो गर्यो कि गरेन। धेरैले गर्यो भने पनि अनि त्यस्तै व्यक्तिहरूलाई हामी त्यो सनस्क्रिन फेरि रिकमेन्ड गर्छौँ। तर कहिले भन्छ मलाई सुट भएन, देन हामीले चेन्ज गर्नुपर्छ। सो डक्टरहरूसँग चाहिँ त्यो एक्सपिरियन्स हुन्छ कि पेसेन्टलाई हेरेर। सो आइडियल सनस्क्रिनको त्यस्तो कुनै कन्सेन्सस नभए पनि इट्स बेस्ड अन दि सर्टेन थ्योरिटिकल एस्पेक्ट, नलेज होइन, अनि एक्सपिरियन्स। यो सबै जति पनि केमिकल्स प्रोडक्ट्सहरू छ यो छ, यसलाई अलिकति साइडमा राखेर सो नेचुरल्ली हामी जुन पनि क्लिन्स गरिरहेको हुन्छौँ घरमा नेचुरल वेबाट विथ प्लेन वाटर अर विथ सम अहिले त मड थेरापी भन्ने पनि आएको छ होइन। सो यो कुराहरू गरिरहेको हुन्छौँ। सो डु यु थिङ्क कि यो दुईटाको कम्पेरिजनमा चाहिँ इफ वी गो नेचुरली इट इज लिटल बेटर अनि अलिक सस्टेनेबल, डु यु फिल सो? मैले प्र्याक्टिस गर्ने चाहिँ मोडर्न मेडिसिन नै हो होइन, एभिडेन्स बेस्ड मोडर्न मेडिसिन। त्यसमा चाहिँ हामीले युजुअली केमिकल बेस्ड नै युज गर्छौँ। अब नेचुरलमा चाहिँ मैले त्यति धेरै प्र्याक्टिस गरेको पनि छैन। जस्तै मड थेरापी भन्नुभयो, मैले त्यसको देखेको त छ, तर वाट एक्ज्याक्टली इज डन र त्यसको इफेक्ट के छ मैले पढेको छैन। तर नेचुरल र केमिकलको कुरा गर्दा चाहिँ हामीले एउटा दिमागमा चाहिँ एउटा कुरा राख्नुहुन्न कि अल नेचुरल आर गुड अनि अल केमिकल आर नट गुड भन्ने जुन एउटा त्यो स्टेरियो टाइप चाहिँ राख्नुहुन्न, किनकि धेरै कुराहरू नेचुरल युज गर्छन् त्यसले इफेक्ट गरेर हुन्छ। जस्तै धेरै मान्छेहरू जनै खटिरा भयो भनेर खराइन लाएर आउँछन् कि दुधो पिसेर लाएर आउँछन् कि, त्यो नेचुरल भयो नि त होइन, होम रेमेडी भयो, त्यसले असर गर्छ क्या, झन् घाउ पाक्छ है, निको हुँदैन। जस्तै अब नेचुरल भन्ने एउटा प्लान्टै छ, पोइजन इभाइ भन्छौँ सायद नेपालीमा भलायो भन्छौँ होला, त्यसले एकदम एलर्जी गराउँछ कि छालामा, धेरै प्लान्टहरूले एलर्जी गराउँछ। एउटा इक्जाम्पल त्यो भयो, तिनीहरू त नेचुरलै भयो नि त। सो अब मड थेरापीको एफिसियन्सी यसको चाहिँ म अहिले खासै तपाईँलाई भन्न सक्दिनँ होइन,
तर अल नेचुरल आर गुड र अल केमिकल आर ब्याड भन्ने चाहिँ हुँदैन. सो इन्डिभिजुअल्ली केस बाई केस हामीले हरेक कुराको एभिडेन्स हेर्नुपर्छ है. सर्टेन कुरा नेचुरल पनि राम्रो होला जुन नेचुरल मेडिसिनहरूले प्र्याक्टिस गर्छन् होइन. तर केमिकल बेस्डमा त आई थिङ्क सनस्क्रिन इज गुड. सनस्क्रिन पनि केमिकल हो तर राम्रो काम गरे धेरैजनाले प्रिभेन्ट गरेको छ. हामीले मेडिसिनहरू युज गर्छौँ होइन, त्यो पनि राम्रो हो. त्यही भएर स्किन केयरमा पनि अ लिटल बिट अब हामीले चाहिँ एभिडेन्सको बारेमा सोच्नुपर्छ कि हामी नेपालीहरूको खासै बानी छैन है. हामी धेरै कुराहरू सोसियल मिडियामा सुनेर न्युजहरूमा सुनेर पत्याउने गर्छौँ. अ लिटल बिट एभिडेन्स बेस्ड अ लिटल बिट चाहिँ एक्सपर्ट कन्सल्टेसन चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई जे कुरामा पनि. किनकि अब मलाई नेचुरली हामीले केले फेस हुन्छौँ, सायद सानोमा हामीले पिठोले फेस हुन्थ्यौँ है, पिठो लगाएर पनि फेस हुन्थ्यौँ. सानोमा त साबुनले पनि हुन्थ्यो होइन. युजली अहिले साबुन चाहिँ रिकमेन्ड गरिन्न किनकि साबुन आफैले पनि धेरै किसिमको एलर्जी गरेर हुन्छ छालामा धेरैवटा साबुनले. प्लस केमिकल अलि हार्स नै हुन्छ साबुनको. त्यही भएर यसमा चाहिँ नेचुरल केमिकल भन्दा पनि लेट्स गो टु एभिडेन्स, लेट्स गो टु एक्सपिरियन्स अफ पिपल भन्छ म चाहिँ. ओके है. सो as a doormat, is there any kind of evidence or is there any logic in your textbook that you go through there is a relation between skin health and food? I mean there is of course, but you scientifically proved bhayera चाहिँ good skin चाहिँ good food ले पनि धेरै हदसम्म टेक केयर गर्न सक्छ भन्ने कुराको एभिडेन्सहरू त्यस्तो केही छ? सो देयर आर लट अफ एभिडेन्स एक्चुअली. फुडले चाहिँ स्किनलाई डाइरेक्टली भनेर भन्दा पनि फुड इज अ फ्याक्टर फर मेनी स्किन डिजिज के. हाम्रो लाइफस्टाइल हुन त सबैलाई गर्ला होइन, बट किताबै पल्टाएर हेर्ने हो भने धेरै कुराहरूमा फुडले असर गरेर हुन्छ. जस्तै इक्जाम्पल चाहिँ डन्डी-4 छ नि, पिम्पल, त्यसलाई चाहिँ एकदम चिल्लो खानेकुराहरू एकदम हाई सुगर भएको खानेकुराहरू खायो भने यसलाई बढाउँछ भन्छ. हाई सुगर फुडले चाहिँ 24 बढाउँछ भन्छ. त्यसै गरी हामीले दुध खान्छौँ नि, प्लेन मिल्क, स्टडीहरूले के पनि रिपोर्ट गरेका छन् भने धेरै यस्तो दुध खाने मान्छेमा पनि 24 धेरै आउँछ भन्नु. डेरी बेसिकल्ली स्टडीहरू धेरै रिपोर्ट चाहिँ दुधमै भएको छ. ओके. मैले अहिले थेसिस गरिरहेको पनि त्यसैमा हो है मेरो बेसिकल्ली. सो यसै बाहेक अब हाम्रो फुडकै कुरा गर्दाखेरि जुन प्रोसेस्ड फुड हुन्छ नि, जङ्क फुड भन्छ हामीले, त्यसले पनि स्किनमा असर गर्छ. इभन एक्नीमा पनि असर गर्छ. मैले कुरा गरिहालेँ स्पाइसी फुडहरूले सर्टेन स्किन कन्डिसनमा असर गर्छ होइन. अनि अब अर्को चाहिँ न्युट्रिसन है. न्युट्रिसनको कुरा एकदम इम्पोर्टेन्ट हुन्छ. हामीले खानेकुरामा चाहिँ न्युट्रिसनहरू कतिको छ त. हाम्रो कपालको लागि प्रोटिन चाहिन्छ है. भाइटामिन डीको कमी भयो भने पनि कपाल झर्छ भन्छन्. आइरनको कमी भयो भने पनि कपाल झर्छ भन्छन्. सो हाम्रो छालाको लागि, हाम्रो स्किनको लागि, हाम्रो हेयरको लागि चाहिने न्युट्रिसनहरू त फुडमै हुन्छ. सो सर्टेन फुड भन्दा पनि हाम्रो फुडको न्युट्रियन्ट भ्यालु के छ त, त्यसले पनि धेरै असर गर्छ है. अब रक्सी सुरुटको कुरा गऱ्यौँ, त्यो पनि अब खानेकुरामै पर्छ पर्दैन त म त्यसलाई भन्दिनँ होइन. तर रक्सी सुरुटले पनि धेरैवटा स्किन कन्डिसनहरूलाई असर गर्छ. हाम्रो फुड, हाम्रो डाइटरी हेबिट चाहिँ अरू सिस्टमको डिजिज सँगसँगै स्किनसँग पनि रिलेटेड छ अफकोर्स. I was going to come to that point कि कपालको कुरामा. सो यु क्यान सी आई डोन्ट ह्याभ अ भेरी थिक हेयर. यो भन्दै गर्दाखेरि चाहिँ कपाल यदि झरिसकेको छ भने चाहिँ हाउ क्यान वी प्रिभेन्ट? अहिले जति पनि प्रोडक्ट्सहरू छन्, सो जस्ट टेकिङ अल दोज असाइड कि एक्चुअल रेमेडिज, इट क्यान बी क्लिनिकल और इट क्यान बी होम रेमेडिज. वाट इज बेस्ट एन्ड वाट इज सस्टेनेबल एन्ड अफोर्डेबल टु अस अहिलेको प्रेजेन्ट कन्टेक्स्टमा? कपालको बारेमा कुरा गर्दा चाहिँ कपाल झर्नु पनि डिफ्रेन्ट कारणहरू हुन्छन् कि, एउटा कारणले मात्र पनि हुँदैन होइन. मैले अघि पनि कुरा गरेँ नेपालको केसमा धेरै कपाल झर्ने मेल फिमेल दुइटैको कुरा गरौँ होइन, दुइटैको झर्न सक्छ. कहिलेकाहीँ चाहिँ सर्टेन डिजिजले गर्दाखेरि झर्छ है. खोइरो भन्छ नेपालमा, खोइरो भनेर एउटा प्याचै जान्छ नि, एलोपेसिया एरिएटा, त्यो सर्टेन कुराले गर्दा झर्छ. त्यो द्याट्स अ डिजिज है. अनि हामी धेरै केटा मान्छेहरूको अथवा केटी मान्छेहरूको पनि जुन मेल प्याटर्न हेयर लस भन्छौँ हामी, एन्ड्रोजेनिक एलोपेसिया भन्छौँ. केटा मान्छेको चाहिँ अगाडिबाट पातलो हुँदै जाने पछाडिसम्म, कसैको माथि पनि स्काल्पमा पनि झर्छ होइन. एन्ड्रोजेनिक एलोपेसिया, यसमा चाहिँ एउटा जेनेटिक फ्याक्टर पनि हुन्छ. बाहरूको पनि झर्या हुनसक्छ. त्यो बाहेक हाम्रो हर्मोनल फ्याक्टर हुन्छ क्या त्यसमा चाहिँ. सो हाम्रो हर्मोनले पनि मेन रोल खेल्ने गर्छ.
त्यो चाहिँ सानै एजमा सुरु हुन्छ है। अहिले त जुन 15-16 वर्षको भाइहरू पनि आइरहेको हुन्छ कपाल झऱ्यो यो प्रब्लम भयो भन्दै। सो एन्ड्रोजेनिक एलोपेसिया एउटा भयो। त्यो बाहेक थाइरोइडको कारणले पनि कपाल झर्छ। थाइरोइड डिसअर्डर छ भने त्यसले पनि कपाल झर्छ। त्यो बाहेक आइरनको कुरा गर्ने आइरन डेफिसियन्सी भयो भने कपाल झर्छ। भाइटामिन डी डेफिसियन्सी भयो भने कपाल झर्छ। सबभन्दा पहिला कपाल झऱ्यो भने चाहिँ एकचोटि देखाउनै पर्छ कि है हामीले चाहिँ। अनि अब कुन कारण हो त? यदि थाइरोइडको उसले गर्दा भने थाइरोइड म्यानेज गर्नु पऱ्यो, न्युट्रियन्टको कमीले गर्दा न्युट्रियन्ट म्यानेज गर्नु पऱ्यो। मैले भने जस्तै अब एन्ड्रोजेनिक एलोपेसिया भनेको मेल प्याटर्नले गयो भने सानै उमेरमा रोक्नको लागि चाहिँ अब हामीले सबैले कुरा नै गरिरहेको हुन्छौँ, सोसियल मिडियामा देखिरहेको हुन्छौँ, फुकै छ होइन मिनोक्सिडिलले चाहिँ प्रिभेन्ट चाहिँ गर्छ। अहिलेसम्मको एफडीए एप्रुभड एउटा कपाल रोक्नको लागि प्रिभेन्ट गर्ने औषधि भनेको मिनोक्सिडिल नै हो। टपिकल लगाउने, के लगाउने कसो लगाउने भनेर चाहिँ एकचोटि डक्टरसँग भेट्नुपर्छ। किनकि जताभावी लगाउने कुरा नि हुँदैन, कति समय लगाउने होइन, त्यसको पनि फिक्स टाइम हुन्छ नि त। मिनोक्सिडिल बजारमा त पाइन्छ, प्रपर वेमा कसरी युज गर्ने त्यो बुझेर मात्र लगाउनुपर्छ। यो चाहिँ लामो समय लगाउनुपर्छ होइन। सो त्यो एउटा भयो। अब होम रेमेडीको कुरा गर्दाखेरि चाहिँ होम रेमेडीमा चाहिँ हामीले धेरैवटा मिथ्सहरू पनि प्र्याक्टिस गरिरहेछौँ कि गल्तीहरू। जस्तै हामीले सोच्छौँ कि कपाल काट्यो भने बढ्छ, कपाल झर्न थाल्यो काट्यो भने कपाल आउँछ। कपाल झर्न थाल्यो र काट्यो भने आउँदैन कि। कपाल ग्रो भने त रुटबाट हो नि त। हामीले कपाललाई त यसको स्याफ्टमा काट्छौँ होइन, रुटसम्म पुग्दैन, त्यही ठाउँबाट ग्रो हुने होइन। त्यही भएर कपाल झऱ्यो भनेर काट्दैमा कपाल आउने पनि होइन। अनि धेरैले चाहिँ तेल लगाएर आउँछ भनेर पनि सोच्दा रहेछन्, तेल लगाएर पनि आउँदैन। प्याजहरूको वेलले चाहिँ एकदम कम एभिडेन्स छ है। प्याजको तेल लगाएर प्याजको वेल लगाएर हुन्छ नि कपाल आउँछ भनेर चाहिँ कहीँ चाहिँ एभिडेन्स छ, बट नट अ स्ट्रङ एभिडेन्स चाहिँ अब आज हामीले खोज्दाखेरि चाहिँ त्यस्तो छैन। हाम्रो त होम रेमेडीमा प्याज नै मिक्सरमा अदुवालाई लगाउने गर्छ गरेर त्यस पछाडि त्यसको चाहिँ लेप लगाउने पनि त्यसकोमा चाहिँ अब मैले एज अ क्लिनिसियन एभिडेन्स हेर्दाखेरि चाहिँ विक एभिडेन्स भन्छु है। त्यस्तो प्रभावकारी छ जस्तो लाग्दैन। अब बजारमा धेरैवटा तेल आइरहेको हुन्छ, इम्पोर्टेन्ट कुरा सबैले बुझ्नुपर्ने कुरा, कपाल उमार्ने तेल भनेर। मिनोक्सिडिल बाहेक अहिलेसम्म एफडीए एप्रुभड केही पनि छैन। र त्यस्तो तेल व्हाट इज मिनोक्सिडिल? मिनोक्सिडिल भनेको चाहिँ इट्स अ मेडिसिन होइन। यसले चाहिँ हाम्रो ब्लड भेसलहरूलाई डाइलेट गरिदिन्छ स्काल्पको। त्यही कारणले गर्दा चाहिँ आउँछ। लगाउने हो, तेल हो। तेल भन्दा पनि इट्स अ सोल्युसन फर्ममा आउँछ, कपालमा लगाउने हो, रेगुलरली लगाउनुपर्छ। प्रिभेन्ट गर्छ भन्छ, हेयर हेल्थ प्रिभेन्ट गर्छ। तर यसले फेरि चाहिँ त्यो लस भइसकेकोलाई चाहिँ फेरि रिपेयर चाहिँ अर्ली स्टेजमा मिनोक्सिडिलले गर्दाखेरि हेयर लस भएको आएको पनि देखाएको छु अलिअलि मैले है। अहिलेसम्म मैले धेरै डर्माटोलोजीमा भएको लगभग 1 year भयो ट्रेनिङ गर्न थाल्यो, आउँछ मिनोक्सिडिलले। वी हेभ अ लट अफ स्क्रिन टाइम अहिले होइन। सो त्यो जुन स्क्रिन टाइममा बस्दै गर्दाखेरि वी stay a very long time in a blue light where it comes, right? How unhealthy it is in terms of your skin health, in terms of your hair health. ब्लू लाइटको कुरा गर्दाखेरि ब्लू लाइट भन्दै गर्दाखेरि हामीले यसको क्वान्टिटीको पनि कुरा गर्नुपर्छ। हाउ मच वी आर एक्सपोज्ड होइन। हुन त ब्लू लाइट चाहिँ हाम्रो सनबाट आउने लाइट अल्ट्राभायोलेट भन्दा पनि डिपसम्म पुग्छ कि स्किनमा है। यसले पनि इट एफेक्ट्स, यसले पनि अक्सिडेटिभ स्ट्रेस गर्छ, इन्फ्लामेसन स्लोली ड्यामेज चाहिँ गर्छ। तर हाउ मच वी आर एक्सपोज्ड, केस रिपोर्ट्सहरू छन् कि त्यो स्क्रिनमा धेरै एक्सपोज हुने मान्छेहरूको पिगमेन्टेसन डेभलप भएको भनेर केस रिपोर्टहरू पब्लिस छन् होइन। सो हाम्रो स्क्रिन टाइम के छ त, दिनमै 12-13 घन्टा होइन स्किनमा अगाडि नै बस्ने मान्छेहरूको चाहिँ इट इज पोसिबिलिटी कि उहाँहरूको चाहिँ स्किन रिलेटेड प्रब्लम डेभलप हुनसक्छ बिकज अफ द्याट लाइट। त्यही भएर लामो समयसम्म स्क्रिनमा एक्सपोज हुने मान्छेहरूले चाहिँ ध्यान दिनुपर्छ, अलिकति प्रिकसियस हुनुपर्छ। एटलिस्ट सनस्क्रिनले बचाउँछ यसमा पनि होइन। अथवा त्यो ब्लू लाइट फिल्टर गर्ने खालको स्क्रिनहरू युज गरेर हुन्छ कि त्यो चाहिँ ध्यान दिनुपर्छ। नत्र क्वान्टिटी पनि म्याटर गर्नुपर्छ कि। मैले कतै पढेको थिएँ कि 4 दिन चाहिँ त्यो स्क्रिनमा एक्सपोज हुने भनेको चाहिँ हामी 20 मिनट एकदम इन्टेन्स सनलाइटमा एक्सपोज हुनु बराबर हो भनेपछि क्वान्टिटी म्याटर्स है। अब अलिअलि स्क्रिन हेर्दैमा त के नि हुँदैन होला, हामी कति लामो टाइम चाहिँ स्क्रिन अगाडि बिताउँछौँ, द्याट्स भेरी इम्पोर्टेन्ट। यदि धेरै नै बिताउँछौँ भने चाहिँ वी सुड बी केयरफुल है। अलिकति प्रिकसियस भएर प्रिकसन्स अथवा स्किन केयरको एउटा फलो गर्दाखेरि सजिलो हुन्छ।
So I want to just add the context जुन हामी ट्राभल गर्छौँ. So travel गर्दै गर्दाखेरि we tend to get a lot of disturbance in different ways, होइन? So what is the best way to take care of your skin when you are traveling? ट्राभल गर्ने बेलामा चाहिँ हामीले धेरैले भोगे पनि होला स्किन एकदम डट्छ होइन, स्पेसली नेपालमा ट्रेक गऱ्यौँ भने. सो बेसिक स्किन केयर त फलो गर्नै पर्छ. फर्स्ट थिङ इज सनस्क्रिन है. Okay. So sunscreen is always the first option. यदि ट्रेक गरे हो र एकदम घाममा गएछ भने 3 चोटि एटलिस्ट 3 घन्टाको इन्टरभलमा 2 घन्टाको इन्टरभलमा त्यो चाहिँ एप्लाई गर्नुपर्छ है. सनस्क्रिन मजाले, फेस मात्र होइन घाँटी पनि छोप्ने गरी. Okay. त्यसले चाहिँ धेरै ट्यानिङ पनि बचाउँछ, सन बर्नबाट पनि बचाउँछ होइन, पिगमेन्टेसनबाट बचाउँछ. सनस्क्रिन त म्यान्डेटरी भयो. त्यो बाहेक अब हामी एकदम माउन्टेन हाई अल्टिच्युडतिर गरिरहेछौँ भने मोइस्चराइजर भयो होइन, त्यो पनि युज गर्नु पऱ्यो. अनि अब धुलो कतिको हो ट्राभल गर्दाखेरि क्लिन्जिङकै कुरा भयो, त्यही बेसिक स्किन केयरकै कुरा भयो. र धेरैजना चाहिँ एलर्जिक पनि हुन्छ होइन. सो सर्टेन कुराहरूको एलर्जी, धुलोबाट एलर्जी छ भने चाहिँ त्योबाट बच्नको लागि पनि स्किन कभर गर्नु पऱ्यो प्रपरली, मास्कहरू लगाउनु पऱ्यो होइन. सो त्यही नै भयो. तर स्किन केयरको मामलामा चाहिँ त्यही बेसिक स्किन केयर नै भयो ट्राभल गर्दाखेरि पनि. तर सनस्क्रिनमा चाहिँ एक्स्ट्रा ध्यान मैले किन दिइरह भने वी सफर अलट है कामबाट. हामीले नेपालमा ट्राभल हुन साथै ट्रेकिङ हाइकिङकै कुरा आउँछ, त्यो चाहिँ त्यही भएर. Okay. So as a dermat, what is your skin care routine? मेरो नि त बेसिकै हो है. मैले अघि भने जुन बेसिक नै भयो, मैले क्लिन्स गर्ने अनि त्यसपछि एभ्री डे बिहान बेलुकै गर्छु होइन. अनि त्यसपछि मोइस्चराइजर लगाउने भयो अनि सनस्क्रिन लगाउनु भयो. अहिले लेटली चाहिँ मैले बिहान चाहिँ सनस्क्रिन भयो, बेलुका चाहिँ के अरे क्लिन्जिङ र मोइस्चराइजर मात्र थियो पहिला. सो फेरि भन्छु म, बिहान चाहिँ मैले क्लिन्जिङ गरेर मोइस्चराइजर लगाएर सनस्क्रिन लगाउँथेँ अनि बेलुका क्लिन्जिङ गरेर मोइस्चराइजर मात्र लगाउँथेँ. अहिले चाहिँ मैले सेरम एड गरेको छु. सो बेलुका चाहिँ मैले क्लिन्स गरिसकेपछि नाइसिनामाइडको सेरम लगाउन थालेको छु अनि त्यसपछि मोइस्चराइजर. बिहान त त्यही नै भयो. सो बेसिक हो मेरो, त्यस्तो अरू केही एक्स्ट्रा केही पनि छैन, रेगुलर बेसिसमा त्यही नै हो. किनभने स्किन हेल्थ, स्किन केयर भन्दै गर्दाखेरि इट इज मोस्टली रिलेटेड टु फिमेल्स होइन. यो मेल्सले स्किन केयर भन्दै गर्दाखेरि चाहिँ इट इज स्टिल, आई डोन्ट नो वाइ, बट इट इज स्टिल नट टेकन भेरी सिरियसली. अहिले चाहिँ यो केटा मान्छेहरूले धेरै स्किन केयर किन गर्ने भन्ने जुन एउटा कन्सेप्ट छ, इट इज स्टिल देयर इन आवर सोसाइटी. So as a dermat, what do you feel? अब स्किन मेल र फिमेल स्किन त्यस्तो डिफ्रेन्ट हुन्छ नि, त्यो एउटा स्टेरियोटाइप जस्तो लाग्छ मलाई. क्लिनिकल्ली चाहिँ मेलले नगर्ने फिमेलले गर्ने भन्ने छैन. हुन त फिमेल कस्मेटिकल्ली अलिकति बढी कन्सर्न पहिल्यैदेखि जमानादेखि नै भएर पनि यो भएको होला. श्रृङ्गार अलिकति फेमिनिन क्यारेक्टरलाई रिप्रेजेन्ट गर्ने भएर मस्कुलिन भनेको चाहिँ अनग्रुम टाइपको हुन्छ नि, नेचुरल वाइल्ड एउटा जुन हाम्रो दिमागमा फिगर आउट गर्छौँ हामीले, सायद त्यो भएर होला. बट स्किन केयर त मेललाई पनि चाहिन्छ होइन, किन मेलको चाहिँ पिगमेन्टेसन आउँदैन र आउँछ नि त, मेलको चाहिँ स्किन प्रब्लम आउँदैन र मेलको चाहिँ स्किन एजिङ हुँदैन र हुन्छ नि. त्यही भएर बेसिक स्किन केयर मेल फिमेल इरेस्पेक्टिभ अफ द जेन्डर सबैले गर्नुपर्छ जस्तो लाग्छ मलाई. मैले पनि गर्छु, आइम अ मेल होइन. सो इट्स गुड. एउटा राम्रो स्किन केयर ह्याबिट बसाल्यो भने स्किन विल बी हेल्दी. जुन यो मेलको दारी छ नि हाम्रो बियर्ड, कसैले राख्छौँ कसैले राख्दैनौँ. सो राख्नेलाई चाहिँ इज इट अफ सम एडभान्टेज रिगार्डिङ द प्रोटेक्सन फ्रम सन रेज अर समथिङ? अब बियर्डले होइन, दारीले, जुङ्गाले पार्सियल प्रोटेक्सन चाहिँ गर्छ सनको, किनकि एउटा त रिफ्लेक्ट गरिदिने भयो सनलाइट, अनि अर्को सेड मेन्टेन गर्नु, लाइट रिफ्लेक्ट गरेर छालामा त सेडै बनाउँछ होइन. अनि अर्को यसमा मेलानिन हुन्छ क्या, ब्ल्याक हुन्छ नि त, त्यसले पनि सर्टेन रेजहरू एब्जर्ब गर्छ. तर यति भनिरहँदा यसले सनलाइटबाट पार्सियल प्रोटेक्सन चाहिँ गर्छ, तर कम्प्लिट प्रोटेक्सन त गर्दैन, किनकि फेसभरि पुरै बियर्ड त आउँदैन होइन. हामीले सनस्क्रिन चाहिँ लगाउनुपर्छ इभन वी हेभ अ बियर्ड होइन. सो पार्सियल एडभान्टेज भयो भनौँ न यसमा. तर फेसमा अरू भागहरू पनि त प्रोटेक्ट गर्नु पऱ्यो.
द्याट्स वाइ बियर्ड भएको मान्छेले सनस्क्रिन नलगाउने भनेर चाहिँ म भन्दिनँ होइन, दे सुड। बट यसको पार्सियल एडभान्टेज छ रिगार्डिङ सन प्रोटेक्सन। ओके, सो अलिकति भए पनि केही एडभान्टेज चाहिँ छ यसको। एडभान्टेज छ अफकोर्स, हेयरको बियर्डको सबैको एडभान्टेज छ नि त, त्यसै नेचरले दिँदैन होइन, इट हेज प्रोटेक्टिभ रोल। It's a good news for those who keep beard. Yeah. Okay. Okay. So coming back to the skin health, so I guess we are coming to an end. What is the common problem in Nepal in terms of skin health that you see as a doormat? I will add it more. I read somewhere that local pharmacies, they prescribe some steroids for the skin health. Do you have some input in this? What is this actually? How harmful is this? मैले फर्स्ट क्वेसनको चाहिँ भन्दाखेरि वाट आर द कमन स्किन डिजिज इन नेपाल। अब स्किन डिजिजेसकै कुरा गर्ने हो भने त इन्फेक्सन है, फङ्गल इन्फेक्सन, छालामा दाद आउने भन्छ नि, रातो रातो दाद आउने धेरै छ क्या, धेरैको आइरहेको हुन्छ। अनि त्यो बाहेक एलर्जिज भयो होइन, एलर्जीको पनि हुन्छ, एलर्जी आउने, दावर आउने भनेर मान्छेहरूको धेरै कम्प्लेन हुन्छ, त्यस्तो नै फ्रिक्वेन्ट छ। यी कुराहरू भन्दै गर्दाखेरि अर्को एउटा महत्त्वपूर्ण प्रब्लम भनेको चाहिँ मिसट्रिटमेन्ट भनौँ होइन, गलत तरिकाको उपचारले चाहिँ झन् धेरै प्रब्लम बनाइरहेछ क्या। रिगार्डिङ फङ्गल इन्फेक्सनकै कुरा गर्दाखेरि यसले तपाईँको सेकेन्ड एन्सरको पनि उत्तर दिन्छ होइन। फङ्गल इन्फेक्सन भयो भने देयर इज एन्टिफङ्गल सर्टेन ट्रिटमेन्ट के। तर युजुअली हाम्रो प्र्याक्टिस के छ भने हामी नेपालीहरू छालामा दाद आयो अथवा कुनै अरू प्रब्लम समस्या केही आयो भने हाम्रो सिधै औषधि किन्ने बानी छ कि होइन। सिधै औषधि किन्दा चाहिँ धेरै जसो चाहिँ हामी डाइरेक्ट सोल्युसन एकदम चाँडो सोल्भ गर्ने खालको त्यो मेडिकेसन दिन्छौँ जुन चाहिँ प्रोपर ट्रिटमेन्ट होइन। तपाईँले भन्नुभएको टपिकल स्टेरोइड भएकै क्रिमहरू, धेरै जसो औषधि पसलमा चाहिँ टपिकल स्टेरोइड भएकै क्रिमहरू दिइरहेको हुन्छ। नट ओन्ली इन फङ्गल इन्फेक्सन, मेलाजमा पोतो आएको बेलामा पनि त्यही दिइरहेको हुन्छ, हटाइदिन्छ फेरि। टपिकल स्टेरोइड भनेको यस्तो कडा औषधि हो होइन, त्यसले चाहिँ तपाईँको छालाको सिम्टमलाई ट्रिट गर्छ क्या। रातो छाला भएको छ, पोलिया छ भने त्यसलाई हटाइदिन्छ क्या। तर यसले त्यो रुट अफ द प्रब्लमलाई कहिले पनि ट्रिट गर्दैन। फङ्गल इन्फेक्सनको रुट के हो त? फङ्गसले ढुसीले गराएको हो नि त इन्फेक्सन, ढुसीलाई त मार्दैन, सिम्टम मात्र घटाइदियो। अनि त्यो लगाउन छोडेपछि झन् धेरै फैलिन्छ कि। युजुअली काँसमा आउँछ होइन, हाम्रो ग्रोइनमा अन्त पनि आउँछ, त्यहाँ लगायो, त्यहाँ स्टेरोइड भएको क्रिम लगायो, त्यो केही दिनमा लगाएपछि निको भयो, तर फैलिन थाल्छ, तिरा ढाँड जता पनि फैलिन थाल्छ। एकदम इम्प्रोपर ट्रिटमेन्ट। र आई थिङ्क अलमोस्ट 90% है, 80-90% नेपालीहरूको चाहिँ यो मिसट्रिटमेन्ट भइरहेको हुन्छ। त्यही भएर सानो फङ्गल इन्फेक्सनले पनि यति धेरै दुःख दिइरहेको हुन्छ होइन, उहाँहरू सफर गरिरहनुमा हुन्छ। पोतोको कुरा गरौँ, मेलाजमा हटाउने भनेर जथाभावी अब अनलाइनमा पनि बेचिरहेको हुन्छ क्या, केही दिनमा हटाउने भनेर डिफ्रेन्ट ब्रान्डको डिफ्रेन्ट नेमको नभनौँ मैले होइन। उहाँले लगाउनुहुन्छ, जान्छ क्या कालो दाग, पोतो जान्छ, तर रोकेपछि फेरि आउँछ। अनि बिस्तारै बिस्तारै यो टपिकल स्टेरोइडमा डिपेन्डेन्ट हुनुहुन्छ कि उहाँहरू छोड्नै सक्नुहुन्न। त्यो छोड्न साथै चिलाउने, रातो हुने हुनसक्छ। इट्स अ भेरी डेन्जरस ड्रग के। अनि पर्मानेन्ट तपाईँले लामो समय लगाउनु भयो भने चाहिँ स्किनलाई पर्मानेन्टली ड्यामेज गरिदिन्छ। पर्मानेन्टली भने धेरै कुराहरू फर्काउनै सकिन्न। टपिकल स्टेरोइड फेसमा धेरै लगायो भने छाला पातलो बनाइदिन्छ क्या। What exactly is topical steroids? टपिकल स्टेरोइड इज अ ग्रुप अफ ड्रग जुन हामी स्टेरोइड खान्छौँ नि, जिम गर्ने मान्छेहरूले स्टेरोइड खान्छ भनेर सुन्नुभएको छ? लगाउँछ चाहिँ सुने हो, लगाउने, खाने होइन। स्टेरोइड भनेको चाहिँ एकदम मिराकुलस ड्रग हो है, यसले धेरै कुराहरूमा एन्टी इन्फ्लामेटरी ड्रग हो, धेरै प्रब्लमहरूको सोल्युसन दिन्छ। सो टपिकल स्टेरोइड इज अ टपिकल पार्ट, लोकल पार्ट हो क्या, लगाउने, त्यही स्टेरोइडले लगाउने। देयर आर मेनी फर्मुलेसन, विभिन्न नामहरूमा आउँछ। यसले चाहिँ गर्ने नै सिम्टम ट्रिट, इन्फ्लामेसनलाई घटाउने काम गर्छ है। सर्टेन एलर्जी कन्डिसनहरूमा, सर्टेन कन्डिसनहरूमा इट्स गुड, यो औषधि हो। तर फङ्गसको चाहिँ औषधि होइन कि, इट्स नट अ प्रोपर ट्रिटमेन्ट। औषधि नै हो तर मिसयुज भयो क्या होइन। सो नेपालको मेन प्रब्लम भनेको यो मिसयुज अफ टपिकल स्टेरोइड पनि धेरै ठुलो प्रब्लम हो। पोतोको लागि पनि टपिकल स्टेरोइड लगाएको छ, फङ्गसको लागि पनि टपिकल स्टेरोइड लगाएको छ, पर्मानेन्ट सोल्युसन होइन। तर सिम्टम रिलिफ गर्यो, लगाइरह्यो, लास्टमा फेसै ड्यामेज हुन्छ। कस्तो
पेसेन्टहरू आउँछन् क्या हामी भेटामा एकदम रातो फेस लिएर पुरै फिमेलको फेसमा कपाल आइरहेको हुन्छ होइन त्यसलाई रिभर्स गर्न टाइम लाग्छ एकदम गाह्रो छ कि फेरि 2-3 वर्षसम्म लगाएर हुन्छ त्यो क्रिम Is it okay for you to name those few medicines that people use? अब मैले कम्पोनेन्टको कुरा गर्दाखेरि चाहिँ स्टेरोइडको विभिन्न नाममा आउँछ होइन नेपालमा चाहिँ क्लोबेटासोल बेटामिथासोन हाइड्रोकोर्टिसोन होइन बेक्लोमिथासोन यस्तो नामहरू हुन्छ तर तिनीहरू सानो अक्षरमा हुन्छ कि अब नेपालमा मेन मिसयुज भएको ड्रग भनेको चाहिँ एउटा सोनाडम भन्ने छ है सोनाडम भन्ने छ अनि अरू चाहिँ क्लोडम भन्ने छ क्लोडम जी भन्ने छ बेसिकल्ली यिनीहरू भनेको अरू रोगको लागि युज हुने औषधि हो हामी आफैले पनि प्रिस्क्राइब गर्छौँ देयर आर सर्टेन हेल्थ कन्डिसन स्किन कन्डिसन जुन चाहिँ तिनीहरूको उपचार हो तर सबै कुराको यिनीहरू उपचार होइन कि सबै कन्डिसनको यिनीहरू उपचार होइन कि फङ्गल इन्फेक्सनमा पनि यिनीहरू नै लगाएको देखिन्छ पोतोमा पनि यिनीहरू नै लगाएको देखिन्छ र सिधै गयो भने धेरै जसो पसलहरूमा तपाईँहरूलाई दिने पनि यही मलम हो किनकि काम देखाइहाल्छ नि त काम देखाइहाल्छ तर पर्मानेन्टली रोक्दैन झन् बल्झाउँछ सो त्यही भएर चाहिँ यो चाहिँ एकदम इम्पोर्टेन्ट छ सबैले जान्नुपर्ने छालाको सबै प्रब्लम चाहिँ एउटै मलमले निको हुँदैन है हामीले छालामा कुनै प्रब्लम आयो भने चाहिँ सबभन्दा पहिला डक्टरलाई देखाउनै पर्छ कि किनकि उस्तै देखिने रोगहरू पनि फरक फरक हुन्छ जस्तै मैले नै एज अ डर्माटोलोजिस्ट नै छुट्याउनै सक्दिनँ कि हेरेर मात्रै धेरै रोगहरू त्यस्तो रोगहरूलाई हामीले फर्दर इन्भेस्टिगेसन गर्नुपर्छ कतिपय अवस्थामा बायोप्सी भन्छ है छालाको सानो टुक्रा निकालेर जाँच नै दिन्छौँ सो द्याट प्रोपर डायग्नोसिस हो डर्माटोलोजिस्टहरूले प्र्याक्टिस गर्ने तरिका यो हो कि हामीले हावामा ट्रिटमेन्ट गर्ने होइन नि त हामीले त रोग के पत्ता लगाएर मात्रै दिने हो सो हामीले आफैले आँखाले छुट्याउन सकेनौँ भने पनि वी इन्भेस्टिगेट फर्दर हामीले ल्याबमा हुन्छ अथवा बायोप्सी नै पठाएर हुन्छ होइन अथवा अरू इन्भेस्टिगेसन गरेर हुन्छ डायग्नोसिस गरेर मात्र त्यसको एक्ज्याक्ट ट्रिटमेन्ट दिने हो यसरी यो चाहिँ एभिडेन्स बेस्ड प्र्याक्टिस हो कि तर जथाभावी मलम लगाएर चाहिँ सुरुमा त्यो सिम्टम कम हुन्छ तर पछि फेरि बल्झिन्छ झन् खतरनाक भएर निस्किन्छ कि झन् डेन्जर भएर निस्किन्छ हेर्दाखेरि सो यो चाहिँ हामीले सबैले बुझ्नुपर्ने जरुरी छ So you recommend people to go to dermatologist before they choose whatever cream they want to apply? If you have skin related problem, the best option is to consult a dermatologist. होइन त्यही त हो नि तपाईँको स्किनको प्रब्लम छ भने स्किन डक्टरलाई नै देखाउने हो मेन अब नेपालको सबै ठाउँमा स्किन डक्टर त हुनुहुन्न होइन त्यस्तो अवस्थामा चाहिँ यु हेभ अदर डक्टर्स इभन मेडिकल अफिसर्सहरू हुनुहुन्छ होइन दे हेभ साउन्ड नलेज अफ डर्माटोलोजिकल कन्डिसन्स जनरल फिजिसियनहरूले पनि ट्रिट गर्नुहुन्छ सो आस्क यो डक्टर फर्स्ट गो टु द डक्टर कन्सल्ट हिम त्यसपछि उपचार सुरु गर्दा चाहिँ बेस्ट हुन्छ सो जसलाई डक्टरकोमा जाने त्यो मेबी त्यो फुर्सद अथवा त्यो प्रिभिलेज वाट एभर विस से त्यो छैन बट दे वान्ट अ भेरी नर्मल क्रिम टु अप्लाई इन अ डेली लाइफ सो आर देयर एनी फ्यु क्रिम्स द्याट यु वान्ट टु नेम कि दे आर अब क्रिम्स रिजनेबल भेरी सेफ तपाईँले क्रिम भन्नुभयो होइन क्रिम भनेको चाहिँ इट्स अ फर्मुलेसन हो क्या क्रिम भनेको अब क्रिम भनेको हामीले जस्तै सनस्क्रिन पनि क्रिममा मोइस्चराइजर पनि क्रिममा हुन्छ सनस्क्रिन पनि क्रिममा होला होइन यो चाहिँ फर्म अफ गिभिङ मेडिसिन भयो जेल लोसन भनेको त्यो भयो सो के को लागि क्रिम युज गर्ने त होइन तपाईँले अब सनस्क्रिन चाहिन्छ भने डेली प्र्याक्टिसमा युज गर्न चाहने के हो त एउटा सनस्क्रिन मोइस्चराइजर अनि अर्को क्लिन्जर फेस वास यही नै हो अब धेरैले व्हाइटनिङ क्रिमको बारेमा सोच्नु होला होइन सोध्नु होला धेरै जाने चाहिँ फेयरनेस क्रिम हो क्या गोरो बन्ने क्रिम तपाईँलाई गोरे बनाउने क्रिम त छैन बट इफ यु हेभ स्किन कन्डिसन्स लाइक पोतो छ होइन पिगमेन्टेसनहरू छ भने तिनीहरूलाई एड्रेस गर्न चाहिँ सर्टेन मेडिकल औषधिहरू पनि छन् क्रिमहरू नै छन् अब त्यसलाई चाहिँ अब अहिले भन्दा पनि यु सुड कन्सल्ट फर्स्ट किनकि नहेरिकन हुँदैन अब यसरी भन्दाखेरि चाहिँ मैले भन्दाखेरि तपाईँहरूले युज गर्ने अडियन्सहरूले युज गर्ने भनेको चाहिँ फेस वास अथवा क्लिन्जर मोइस्चराइजर अनि सनस्क्रिन हो अब ब्रान्डको बारेमा चाहिँ अहिले म त्यति खोल्न चाहेन होइन सो विच ब्रान्ड भन्दाखेरि सो इट्स बेस्ड अन यर एक्सपिरियन्स तपाईँ कुनै ट्राई गर्नुहोस् यति धेरै भइरहेको हुन्छ थेराप्युटिक होइन नि त दे आर द कस्मेटिक प्रडक्ट्स यु क्यान ट्राई यर सेल्फ सुट गर्छ कि गर्दैन आफैले हेर्ने हो है अब तपाईँले त्यही सुट गर्छ भने यु क्यान युज द्याट ओके आर देयर एनी स्पेसिफिक फुड्स केही खानेकुराहरू जसले you want to like name 3 of those tinta khanekura jasle chai it is very good if you take regularly afno skin health host
हेयर हेल्थ होस् सो त्यस्तो केही छ एउटा चाहिँ प्रोटिन भन्छु म प्रोटिन रिच फुडहरू होइन अब Just, भेज प्रोटिनमा चाहिँ अब नन भेजहरूको लागि त मिट नै भयो Mhm. अन्डा एग भयो होइन Okay. अनि अब भेजिटेरियनहरूले दुध खानुहुन्छ कि हुँदैन दुधमा पनि देयर इज प्रोटिन Okay. अब टोटल भेगनको लागि चाहिँ नट्स ग्रेन्सहरू नट्सहरू दे आर Okay. गुड हाम्रो कपाल ग्रो गर्नुको लागि पनि त प्रोटिन चाहियो Protein. स्किनको इन्टेग्रिटी अथवा स्ट्रक्चरल कम्पोनेन्ट पनि प्रोटिन नै हो So first thing is food with protein. यस एउटा हामीलाई शरीरलाई प्रोटिन रिच फुड इज भेरी नेसेसरी है Okay. हाम्रो कमी भयो भने त जुन हाम्रो शरीरको फङ्सनल स्ट्रक्चरल कुराहरू बन्नुपर्ने हो त्यसमै Mhm. पनि असर गर्नु सक्छ So the second is पानी भन्छौँ pani. वाट Okay. इट्स नेसेसरी टु हाइड्रेट आवर सेल्फ्स के Mm-hmm. होइन इनफ Mm. एटलिस्ट 2 लिटर 3 लिटर पर डे होइन डिपेन्डिङ अन हाउ मच एक्टिभिटी यु डु हाउ मच स्वेटिङ यु डु पानी Mhm. पानी पानी पनि अब मैले फुडमै लिएँ इट्स भेरी नेसेसरी हजुर सो आई डोन्ट वान्ट टु आस्क यु कति पानी पिउने भन्ने सो मेबी इट डिपेन्ड्स अन द क्यापेसिटी अर द नेसेसिटी अफ पर्सन सो द फर्स्ट इज प्रोटिन सेकेन्ड इज वाटर एन्ड थर्ड इज फ्रुट्स एन्ड भेजिटेबल्स ओके बिकज हामीले जुन प्रोसेस्ड फुडहरू खाएर हुन्छौँ धेरै जङ्क फुडहरू तिनीहरूले चाहिँ असर गरिरहेको हुन्छ कि इन आवर बडी इन आवर हेल्थ इन्क्लुडिङ आवर स्किन ओके अनि हामीले फ्रुट्स र भेजिटेबल्सलाई हाम्रो डेली डाइटकै पार्ट बनायो भने सर्टेन पोर्सन अफ आवर डाइट फ्रुट्स र भेजिटेबल्स भयो भने चाहिँ दे हेभ भेरी गुड इफेक्ट इन आवर ओभरअल हेल्थ ओके एज वेल एज स्किन हेल्थ एन्ड 3 फुड्स द्याट यु डु नट रिकमेन्ड फर्स्टमा चाहिँ म जङ्क फुड नै भन्छु सायद अल द जङ्क फुड्स Okay. रेगुलरली Okay. खाने बानी गऱ्यो भने जङ्क फुड भन्नाले चाहिँ स्पेसल्ली हाइली प्रोसेस्ड के हुन्छ नि एकदम ट्रान्स फ्याट धेरै भएको भन्छौँ हामी होइन आई एम नट अ डाइटिसियन दो ओके तर त्यसले चाहिँ इट हेज इफेक्ट्स अनि अल्कोहल स्मोकिङ अल्कोहल स्मोकिङ अल्कोहल स्मोकिङ हाउ अबाउट सफ्ट ड्रिङ्क्स यो कोक फ्यान्टा टु मच सुगर कार्बोनेटेड ड्रिङ्किङ टु मच सुगर मैले अघि भनेको जङ्कमै पर्छ होइन यिनीहरू पनि सो दे एफेक्ट है तिनीहरूको हाम्रो शरीरमा चाहिँ दुईवटा प्रोसेस हुन्छ कि एउटा इन्फ्लामेसन होइन अर्को चाहिँ एन्टी इन्फ्लामेटरी प्रोसेस इन्फ्लामेसन भनेको चाहिँ इट्स ग्रेजुअल्ली ड्यामेजिङ आवर स्ट्रक्चर्स आवर सिस्टम इन मेनी वेज के होइन रिएक्टिभ अक्सिजन स्पेसिसहरू टक्सिक मेटेरियल्सहरू बनाइरहेको हुन्छ सो हाम्रो हरेक सिस्टममा इन्क्लुडिङ स्किनमा पनि इट्स स्लोली इट्स एफेक्टिङ सो यस्तो फुडहरूले चाहिँ इट कजेस मोर इन्फ्लामेसन के इट सपोर्ट्स इन्फ्लामेसन हो यस्तो फुडहरू स्पेसल्ली रेगुलर बेसिसमा खाने गऱ्यो भने त अफकोर्स हामीले रिजल्ट 10-15 वर्षमा देख्छौँ होइन नन कम्युनिकेबल डिजिजेसहरू डायबिटिज हाइपरटेन्सन यति बढिरहेछ नि त हाम्रो लाइफस्टाइल मेन फ्याक्टर हो होइन सो यिनीहरूले गर्दाखेरि हो सो त्यही नै भयो अब यही प्रोसेस्ड हाई सुगर फुडहरू अनि अल्कोहल स्मोकिङ ओके अनि इभन कार्बोनेटेड ड्रिङ्कहरू ओके अनि अर्को एउटा इम्पोर्टेन्ट कुरा मैले यहाँ जोड्न चाहेको इन्क्लुडिङ स्किन हेल्थ फिजिकल हेल्थ मेन्टल हेल्थ सबको लागि चाहिने भनेको चाहिँ सम फर्म अफ फिजिकल एक्टिभिटी ओके यु सुड डु हाम्रो लाइफस्टाइल के छ टेबल कुर्सीमा बित्न थालेको छ अचेल होइन सुगर होस् प्रेसर होस् इभन मेन्टल डिसअर्डर्सको पनि फिजिकल इनएक्टिभिटीको एउटा रोल छ भन्छौँ इभन स्किन अल्सो तपाईँले रेगुलर फिजिकल एक्टिभिटी कुद्न थाल्नुभयो एक्सर्साइज गर्न थाल्नुभयो अथवा योगा गर्न थाल्नुभयो होइन इट्स अल्सो देयर इज अ योगा अल्सो हेज सम फिजिकल फर्म है त्यो गर्न थाल्नुभयो भने चाहिँ योर स्किन विल ग्लो डिफ्रेन्टली के यु विल हेभ अ डिफ्रेन्ट ग्लो इन युर स्किन रेगुलर स्वेट हुन पायो हाम्रो स्किनमा होइन सो देयर इज द्याट इज त्यो छुट्टै हुन्छ क्या रेगुलरली एक्सर्साइज गर्ने मान्छे र नगर्ने मान्छेको यु क्यान सी इट त्यो होइन फिजिकल फर्ममा पनि त्यो कति ठाउँमा त त्यो भिजिबली देखिन्छ भने बिकज आई हेभ सिन फ्यु पिपल हु आर इन अ मेडिटेटिभ स्टेट एन्ड हु आर ग्लोइङ अब मेबी इट इज अ ग्लो फ्रम इनसाइड त्यो इट क्यान बी देयर अफकोर्स त्यो त फिजिकल एक्सप्रेसन पनि स्ट्रेस्ड मान्छेको र एकदम बिन्दास होइन एकदम ह्याप्पी मान्छेको फिजिकल टोटल्ली फरक हुन्छ नि एक्सप्रेसन वाइज पनि होइन सो त्यही नै होला बट फिजिकल एक्टिभिटी इज भेरी इम्पोर्टेन्ट फर ओभरअल हेल्थ नट ओन्ली स्किन बट देयर इज अ सेपरेट ग्लो भन्छु क्या म वन्स यु स्टार्ट डुइङ एक्सर्साइज एन्ड अल दिस थिङ्स Okay, okay. So finally, is there something that I have missed to ask, and as a doormat, you want people to hear it?
अब म चाहिँ अहिले डर्मेटोलोजीमा ट्रेनिङ गरिरहेको डक्टर भएको हिसाबले चाहिँ सबैलाई भन्न खोजेको कुरा चाहिँ हाम्रो स्किनमा कुनै प्रब्लम आयो भने इट्स एज इक्वल्ली इम्पोर्टेन्ट एज अल अदर काइन्ड अफ डिजिजेस है। किनकि कतिपय स्किन डिजिजहरू त लङ फर्म क्रोनिक हुन्छ, धेरै दुःख दिन्छ। हामीले चाहिँ स्किन रिलेटेड प्रब्लम चाहिँ सम्बन्धित मान्छेलाई नै देखाउनु राम्रो हुन्छ। आई मिन डक्टर है, स्पेसल्ली सम्भव भएसम्म डर्मेटोलोजिस्ट अथवा मेडिकल डक्टरलाई नै, उहाँहरूले नै स्किनको सही डायग्नोस गरेर ट्रिट गर्न सक्नुहुन्छ। हाम्रो नेपालमा अहिले चलिरहे अनुसार चाहिँ सोसियल मिडिया एउटा प्रभावको कारणले गर्दाखेरि मान्छेहरूले जथाभावी औषधिहरू किनेर पनि लगाइरहनु भएको छ होइन, जसले चाहिँ फाइदाभन्दा पनि धेरै नोक्सान गरिरहेछ कि। धेरै बिरामीहरू हामी हेर्छौँ जसको चाहिँ छाला इम्प्रोपर ट्रिटमेन्ट, रङ ट्रिटमेन्टको कारणले गर्दाखेरि कतिपयको त पहिलाको अवस्थामा फर्काउनै नसक्ने गरी बिगारी पनि भइरहेको छ। त्यही भएर स्किन रिलेटेड प्रब्लमलाई औषधि लगाउनुभन्दा अगाडि, कुनै मलम लगाउनुभन्दा अगाडि अथवा खानुभन्दा अगाडि एकचोटि छालाकै डक्टरलाई सम्भव भएसम्म अथवा मेडिकल डक्टरलाई देखाएर मात्र ट्रिट गर्नु भन्न चाहन्छु। किनकि नेपालमा यो व्यापक छ, कुनै औषधिको मिसयुज एकदम धेरै छ, त्यसले हार्म नै गरिरहेछ। सो यसले गर्दाखेरि चाहिँ सर्टेन स्किन डिजिजहरू लाइक फङ्गल इन्फेक्सन हुन्छ नि, सही तरिका गरे भए थोरै उपचार गरेर पनि निको हुन्थ्यो क्या। अनि यो रङ ट्रिटमेन्टले गर्दाखेरि चाहिँ एउटा वर्ड छ क्या, रेसिस्टेन्स भन्ने है। त्यो मेडिसिन रेसिस्टेन्ट होइन, ट्रिटमेन्ट रेसिस्टेन्ट धेरैवटा फङ्गल कन्डिसनहरू होइन, फङ्गल स्पेसिसहरू, फङ्गसहरू चाहिँ रेसिस्टेन्ट नै भइसक्यो क्या, बिकज वी हेभ बिन ट्रिटिङ दिस सो रङली। त्यही भएर स्किन रिलेटेड प्रब्लम, वेदर इट इज क्लिनिकल प्रब्लम अथवा कुनै एस्थेटिक प्रोसिजरै गराउँदै हुनुहुन्छ भने पनि नोबडी नोज वेल देन अ डर्मेटोलोजिस्ट है। कुनै पनि तपाईँले कस्मेटिक नै कुनै प्रोसिजर गराउँदै हुनुहुन्छ भने पनि डर्मेटोलोजिस्टभन्दा राम्रो ज्ञान भएको चाहिँ अरू हुँदैनन्। दे हेभ बिन ट्रेनिङ, कति वर्ष ट्रेनिङ गरेर डर्मेटोलोजिस्ट बनेका हुन्छन्। डर्मेटोलोजिस्ट बनिसकेपछि पनि स्पेसल ट्रेनिङ लिएका हुन्छन् जस्ट टु डु द एस्थेटिक प्रोसिजर्स। र उहाँहरूलाई थाहा पनि हुन्छ यो प्रोसिजर गर्दाखेरि यो कम्प्लिकेसन हुनसक्छ र यो कम्प्लिकेसन भयो भने कसरी म्यानेज गर्ने त, सबै कुरो थाहा भएर मात्र उहाँहरूले गर्नुहुन्छ। त्यही भएर वेदर इट इज क्लिनिकल स्किन प्रब्लम अथवा तपाईँले कुनै कस्मेटिक अथवा एस्थेटिक गर्दै हुनुहुन्छ भने पनि कन्सल्ट अ डर्मेटोलोजिस्ट है, त्यही नै भन्न चाहन्छु। Thank you for your time. Thank you so much for inviting. Thank you for watching the entire video. If you find it informative, please like, share and subscribe.